तपाईहरू सबैजनालाई आजको फ्रिल्यान्सिङ टु एजेन्सी ब्लुप्रिन्ट वर्कसपमा स्वागत छ। यो वर्कसप को लागि हो त भन्नुहुन्छ भने यदि तपाईँ अलरेडी फ्रिल्यान्सिङ गरिराख्नु भएको छ वा तपाईँ फ्रिल्यान्सिङ गर्ने एउटा सोच बनाइराख्नु भएको छ वा तपाईँ अब फ्रिल्यान्सिङबाट एजेन्सीमा स्विच हुन चाहनुहुन्छ भने यो वर्कसप तपाईँहरूको लागि एकदम नै भ्यालुएबल हुनेछ। रामबाबु र म धेरै समय डिस्कस गरेर चाहिँ यो टपिकलाई चाहिँ तपाईँहरूको अगाडि ल्याउने भनेर डिसाइड गर्यौँ र यो टपिकबाट चाहिँ हामी चाहन्छौँ कि धेरैभन्दा धेरै नेपाली दाजुभाइ नेपाली हामी इन्डिभिजुअल्सहरू चाहिँ नेपालमा बसेर के गर्न सकिन्छ है भनेर चाहिँ त्यो एउटा माइन्डसेट बिल्ड गरौँ। रामबाबुले यो फिल्डमा काम गराएको पनि धेरै समय भइसकेको छ। सो रामबाबुको पर्सपेक्टिभ पनि म तपाईँहरूलाई दिन चाहन्छु। एउटा भनेको चाहिँ रामबाबु एज एन एक्सपर्ट होइन, तपाईँहरूलाई दिनुपर्ने सजेसन त उहाँले दिनु नै हुन्छ, बट उहाँले चाहिँ तपाईँहरूलाई आफ्नो केही पर्सपेक्टिभ पनि सेयर गर्नुहुन्छ। नेपालमा बसेर एउटा एजेन्सी रन गर्नु भनेको इजी जब होइन होइन, इभन हामीले पनि गरिरहेको छौँ र हामीलाई पनि थाहा छ कि एजेन्सी रन गरेर नेपालमै कति च्यालेन्जेसहरूलाई फेस गर्दै स्ट्रगल गर्दै गर्नु भनेको चाहिँ इट्स नट एन इजी टास्क। बट स्टिल एउटा डिटर्मिनेसन छ तपाईँहरूसँग, त्यो जिद्दीपन छ भने चाहिँ गर्न सकिन्छ, नगर्न सकिने कुरा केही पनि छैन। सो त्यही कारणले चाहिँ हामीले यो वर्कसप पनि गरिरहेको छौँ। सो तपाईँहरू जुनै पनि स्टेजमा हुनुहुन्छ अहिले, यो वर्कसपबाट तपाईँले इमेन्स अमाउन्ट अफ भ्याल्यु लिएर जान सक्नुहुन्छ। विथ द्याट नोट अब म तपाईँहरूको अगाडि हाम्रो आजको गेस्ट मिस्टर रामबाबु थापा, जो अर्का सोसियल्सको सिइओ र फाउन्डर पनि हुनुहुन्छ, उहाँलाई इन्भाइट गर्न चाहन्छु। ओके, ल रामबाबु, फर्स्ट अफ अल थ्याङ्क यू सो मच है, तिमीले आफ्नो भ्यालुएबल टाइममा अलिकति टाइम निकालेर चाहिँ यो वर्कसपमा यति धेरै अटेन्डी च्याट बक्स पनि तिमीले देख्न सकिरहेको छ होला, यसरी आफ्नो भ्यालुएबल टाइम दिइरहेको छौ। सो त्यसको लागि चाहिँ मेरो साइडबाट, मेरो टिमको साइडबाट र जतिजना पनि अडियन्स आज यो वर्कसपमा हुनुहुन्छ सबैको साइडबाट थ्याङ्क यू सो मच है। सो सबैजनालाई नमस्ते है। फर्स्टमा चाहिँ थ्याङ्क यू भन्न चाहन्छु स्पेसली सौगातलाई यो इनिसिएटिभ लिनुभएको लागि। लेट्स गेट स्टार्टेड। म रामबाबु थापा, सो ओर्का सोसल्स एउटा एजेन्सी रन गरिरहेको छु र मेरो जर्नीबाट एक दुईवटा कुरा तपाईँहरूलाई सिकाउन सकेँ र एटलिस्ट यहाँनिर जतिजना पार्टिसिपेट हुनुहुन्छ त्यो मध्ये एकजनाको मात्र लाइफ मैले चेन्ज गर्न सकेँ भने म आफैलाई सक्सेसफुल ठान्छु। किनभने हामीलाई धेरै लाइफ चेन्ज गर्नु जरुरी छैन, म एटलिस्ट एकजनाको लाइफ चेन्ज गर्न चाहन्छु र त्यो एकजना तपाईँ हुन सक्नुहुन्छ। अब तपाईँ भनेपछि बुझ्नु होला है। सो अगाडि बढौँ। हाम्रो टपिक छ फ्रिल्यान्सिङ टु एजेन्सी। सो मेरो लागि यो जर्नी कस्तो थियो म त्यो चाहिँ सुरुमा अलिकति सेयर गरेर सुरुवात गर्न चाहन्छु है। यो हेर्नुहुन्छ भन्दाखेरि यो मेरो अर्ली डेजको जतिखेर म स्ट्रगल गर्दै थिएँ, सिक्दै थिएँ, फिगर आउट गर्दै थिएँ, केही पनि थाहा थिएन एज अ फ्रिल्यान्सर जसरी म काम गरिरहेको थिएँ। एन्ड फर्स्ट टाइम मेरो हातमा यो पायोनियरको मास्टर कार्ड परेको थियो। एन्ड यहाँबाट के गर्न सकिन्थ्यो भने बाहिरबाट कमाएको पैसा चाहिँ अब मैले फाइनली यो कार्डबाट चाहिँ नेपालमा विथड्र गर्न मिल्ने भएको थियो। एन्ड देन मैले यो फोटो क्लिक गरेर फेसबुकमा सेयर गरेको थिएँ र अहिले चाहिँ मसँग टिम छ र मैले मेरो अर्गनाइजेसनको जनवरी 1मा चाहिँ 5th एनिभर्सरी मनाएको थिएँ। सो मेरो टिम र म यहाँनिर छु र यसरी चाहिँ म एउटा एजेन्सी चलाएर बसिरहेको छु। यो दुइटामा डेफिनेटली केही न केही फरक छ र तपाईँहरू काहीँ न काहीँ यो डिरेक्सनमा जान चाहनुहुन्छ र त्यही मेसेज म लिएर आउँदैछु। मेरो एक्सपिरियन्सहरू सेयर गर्छु अनि केही चिज डेफिनेटली सिकाउँछु। तपाईँहरूमा केही डाउटहरू हुनसक्छ होइन, सुरुवात गर्दाखेरि डेफिनेटली त्यो थियो। म तपाईँहरूको अवस्था बुझ्न सक्छु। हामीले यो कन्भर्सेसन गर्दा धेरैजना एजेन्सी ओनरहरूसँग कुरा गर्दा, फ्रिल्यान्सर्सहरूसँग कुरा गर्दाखेरि पनि यो कुराहरू आइरहेको हुन्छ र त्यो चिज क्लेरिफाई गर्यो भनेदेखि चाहिँ तपाईँहरूको जर्नी डेफिनेटली सर्ट हुन्छ। र मेरो उद्देश्य सिम्पल छ। जे एचिभ गर्नलाई मलाई 10 वर्ष लाग्यो, एकदम अनेस्टली मैले जे एचिभ गर्नलाई 10 वर्ष लाग्यो त्यो मलाई कसैले प्रोपरली सिकाइदिएको भए त्यो 3 वर्षमा एचिभ हुने जर्नी थियो। र मेरो टार्गेट भनेको चाहिँ तपाईँले एटलिस्ट 3 इयर्समा, मैले 10 इयर्समा जे एचिभ गरेँ त्यो एचिभ गर्नुहोस् भन्ने मात्र हो। र त्योभन्दा बियोन्ड तपाईँले आफै गरिहाल्नुहुन्छ। अब सबभन्दा इम्पोर्टेन्ट पार्ट के हो भन्दाखेरि चाहिँ यो वेबिनार मेरो लागि होइन, डिजिटल सौगातको लागि होइन, यो भनेको तपाईँहरूको लागि हो। सो फर्स्टमा तपाईँहरूलाई चिन्नु जरुरी छ मैले, जसले गर्दाखेरि मेरो प्रेजेन्टेसनमा इक्जाम्पलहरू मैले दिँदाखेरि चाहिँ तपाईँहरूलाई रिलेभेन्ट हुने तरिकाले दिन सकौँ। अनि
मैले जे प्रेजेन्टेसन दिँदैछु त्यो चिजले तपाईँलाई छुन्छ कि छुँदैन त्यो पनि हामीले डिटरमाइन गर्न सक्छौँ। सो तपाईँ को हुनुहुन्छ यो क्याटेगोरीमध्ये? तपाईँ स्टुडेन्ट हुनुहुन्छ कि तपाईँ ड्रप आउट भएर बसिरहनु भएको छ कि तपाईँ भर्खर सुरुवात गर्ने स्टेजमा हुनुहुन्छ कि तपाईँ काहीँ इन्टर्नसिप गरिरहनु भएको छ अथवा जब छैन जबलेस भएर बसिरहनु भएको छ अथवा कुनै जब गरिरहनु भएको छ अथवा गरिरहेको जबमा तपाईँ खुसी नभएको पनि हुनसक्छ है। अथवा अल्टिमेटली हामीले टाइटलमा राखे जस्तै तपाईँ फ्रिलान्सर पनि हुन सक्नुहुन्छ अथवा कतिजनाले हामीलाई एब्रोडबाट हेरिरहनु भएको पनि हुनसक्छ। कोही चाहिँ अब गृहिणी हुन सक्नुहुन्छ हाउसवाइफ भएर। सो कोही रिटायर्ड भएर बसिरहनु भयो होला अब केही सिक्न पाए हुन्थ्यो रिटायर्ड त भइसक्यो भन्ने स्टेज पनि हुनसक्छ। अथवा अल्टिमेटली तपाईँहरू बिजनेस ओनर हुन सक्नुहुन्छ जसलाई चाहिँ स्केल गर्नुपर्ने छ। सो कसैलाई यो म यो क्याटेगोरीमा पर्दिनँ जस्तो लाग्छ भने पनि यो प्रेजेन्टेसनबाट डेफिनेटली यो वर्कसपबाट तपाईँले भ्यालु पाउनुहुन्छ। र मेनली यो वर्कसपमा चाहिँ हामी केही चिज प्र्याक्टिकल गर्ने भन्दा पनि हामी हाम्रो माइन्डसेटलाई चाहिँ अपलिफ्ट गरेर हाम्रो मेन्टल रोड ब्लकलाई क्लियर गर्न चाहिँ हाम्रो टार्गेट हुनेछ मेनली है। सो तपाईँहरू इन्गेज चाहिँ भइरहनुहोस्। यो म एउटा वर्कसप एउटा प्रेजेन्टेसन भन्दा नि एउटा कम्युनिकेसन एउटा नर्मल कन्भर्सेसन जस्तो राख्न चाहन्छु जसले गर्दा इन्गेजिङ होस् कसैलाई हाइ नहोस् है त। सो लेट्स गो। तपाईँहरू जे भए पनि अल्टिमेटली तपाईँहरूलाई चाहिएको चिज के हो भन्दाखेरि तपाईँहरूलाई अहिले जति कमाइरहनु भएको छ त्योभन्दा 10 गुणा बढी पैसा कमाउनु छ। सबैलाई 10x इन्कम चाहिएको छ भनेको तपाईँहरूको आम्दानीले चाहिँ रकेटले जस्तो स्वाट्ट माथिल्लो पिक लिनुपर्ने छ। सो पोसिबल छ कसैलाई 10,000बाट 1 लाखमा जानु होला र कसैलाई 1 लाखबाट 10 लाखमा जानु होला र कसैलाई 10 लाखबाट 1 करोडमा जानु होला सिम्पली। अब यहाँनिर एउटा फर्स्ट चिज क्लियर हुनु के 10x योर इन्कम भनेको के होला त? सो हामीले हेरिरहेछौँ 10x योर इन्कम भनेर होइन। 10x योर इन्कम भनेको चाहिँ हामीलाई चाहिँ के हुन्छ हामी धेरै कम्प्लिकेट गरिरहेको हुन्छौँ कि यो चिज भनेको त ओहो 10 गुणा बढी मेरो स्यालेरी अप्रेजल हुँदाखेरि पनि लाइक 50,000बाट 60,000 होला अथवा 80,000सम्म मात्र होला होइन। कहाँबाट 50,000बाट 5 लाख पुग्छ भन्ने कुराहरू चाहिँ हामीलाई एउटा डाउट हुन्छ। यो हाम्रो थट प्रोसेसै त्यस्तै छ नि हामी जुन इन्भाइरोमेन्टमा जे प्र्याक्टिस भइरहेछ हामी त्योभन्दा बियोन्ड चाहिँ सोच्न सक्दैनौँ कि होइन। 20,000बाट स्यालेरी बढ्यो भने कति हुन्छ? अभियसली कि 30,000 हुन्छ धेरै भयो 40,000 हुन्छ। सो 50,000बाट स्यालेरी बढ्यो भने के हुन्छ 1 लाख पुग्दैन। न तपाईँलाई के चाहिएको छ तपाईँलाई 10 टाइम्स बढी चाहिएको छ र 10 टाइम्स इन्कम गर्नु अथवा 10 टाइम्स ग्रोथ भनेको चाहिँ तपाईँले सिम्प्लिफाई गर्न सक्नुहुन्छ त्यो भनेको लास्टमा एउटा जेरो थप्ने मात्र हो कि त्यस्तो कम्प्लिकेटेड केही पनि छैन। र त्यो लास्टमा जेरो थप्नको लागि चाहिँ केही प्रक्रियाहरू हुन्छन् केही प्रोसेस हुन्छ जसले चाहिँ त्यो लास्टमा जेरो थप्ने काम चाहिँ इजी बनाइदिन्छ। त्यो गर्ने बित्तिकै है तपाईँहरू कहाँ पुग्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ 10,000बाट 1 लाखमा पुग्न सक्नुहुन्छ पछाडि एउटा जेरो थप्ने बित्तिकै सिम्पली एउटा जेरोको मात्रै म्याथ्स हो। अनि त्यसै गरी तपाईँ 1 लाखबाट 10 लाखमा पुग्न सक्नुहुन्छ है। सो सो सिम्पली 10x योर इन्कम गर्नु तपाईँहरूलाई परेको छ होइन। सो तपाईँहरूलाई खासमा डिजिटल सौगातको पनि सरोकारको कुरा होइन रामबाबुको सरोकारको कुरा होइन सिम्पली तपाईँको एउटा गोल छ त्यो गोल एचिभ गर्न हेल्प गर्न सक्ला भनेर तपाईँहरू यहाँ आउनुभएको छ। एन्ड लेट्स हामी दुवैजनाको उद्देश्य यही नै हो तपाईँहरूलाई हेल्प गर्ने। 10x योर इन्कम भनेको सिम्पली तपाईँको इन्कममा पछाडि एउटा जेरो थप्ने मात्र हो। इट्स अ सिम्पल म्याथ। र मेरो बारेमा कुरा गर्नु पर्दाखेरि के हो भन्दाखेरि तपाईँहरूलाई अघि मैले तपाईँहरूको बारेमा चाहिँ जानकारी लिएँ। कोही स्टुडेन्ट हुनुहुन्छ कोही बिगिनर हुनुहुन्छ होइन अनि कोही ड्रप आउट हुनुहुन्छ। सो म कुनै बेला बिगिनर थिएँ एन्ड देन म ड्रप आउट हो मैले ब्याचलर्सको सेकेन्ड इयरमा चाहिँ ड्रप आउट गरेँ हो बिबिएसबाट। सो काहीँ न काहीँ मेरो स्टोरी तपाईँहरूसँग रिलेट गरेर तपाईँहरूमा एउटा कन्फिडेन्स बिल्डअप गर्न चाहन्छु। म चाहिँ यो रामबाबुले गर्न सक्यो भने मैले पनि सक्छु भने चाहिँ तपाईँहरूलाई लागोस्। सो यो चाहिँ ग्राफ एउटा राखिदिएको छु यो 2020देखि 2025सम्मको ग्राफ हो र यो मेरो प्रफिटको ग्राफ हो। मैले नम्बर्स चाहिँ केही कारणवश होइन कन्फिडेन्सियलिटीको लागि मैले राखिनँ बट दिस इज माई प्रफिट ग्राफ। हेर्न रमाइलो लाग्छ नि त यो पैसा हो क्या। र यो चिज तपाईँहरूको लागि पनि पोसिबल छ तपाईँहरूले पनि गर्न सक्नुहुन्छ र यो पैसा डलरमा हो है फेरि एनआरपीमा होइन। अब फेरि ब्याक टु मेरो स्टोरीमा एकचोटि फेरि तान्न चाहन्छु। म हुर्किएको हो रौतहटको एउटा गाउँमा हो। सो म सानोमा हुर्किँदाखेरि म गोठालो गइरहेको हुन्थेँ खेतमा बाआमालाई सघाइरहेको हुन्थेँ होइन अनि त्यसपछि जङ्गलमा गएर घाँस दाउरा गरिरहेको हुन्थेँ। सो एभ्रिथिङ एउटा मिडल क्लास नेपालीले गाउँमा हुर्केको बच्चाले जे गर्ने हो म त्यही गरेर हुर्केको हो होइन। स्कुलहरू बङ्क हानिरहेको हुन्थेँ फेल भइरहेको हुन्थेँ। म एसएलसी पास गरुन्जेलसम्म 3 चोटि फेल भएको हो म। 2 क्लासमा फेल भएको
5 क्लासमा फेल भएको एन्ड 6 क्लास पनि दोहोऱ्याएर पढेको। एसएलसी पास गरेर +2 पढ्न जाँदाखेरि मलाई साइन्स पढ्न एकदम रहर थियो र डे 1मा मलाई केमिस्ट्रीको स्पेलिङ आउँदैन थियो। म गएँ इङ्ग्लिसमा पढ्नु पर्थ्यो। त्यसपछि हरेक टिचरलाई गएर मैले भन्थेँ कि मलाई इङ्ग्लिस आउँदैन, मैले सबै नेपाली मिडियममा पढेको हो, मलाई हेल्प गर्नु भनेर। सो आई वाज डिटरमाइन्ड कि मलाई +2मा साइन्स पढ्नु छ भनेर। र +2 पछिको कतिपय कुराहरू मेरो फिगर आउट थिएन, त्यसै भएर मैले ब्याचलर्समा ड्रप आउट गरेँ। तर त्यसपछिका केही कुराहरू म क्लियर थिएँ, जसले चाहिँ मलाई यहाँसम्म आइपुग्न हेल्प गर्यो। र त्यहाँनिर सबभन्दा हेल्प मैले पाएको भनेको चाहिँ मेरो मेन्टर्सहरूबाट हो, जसले चाहिँ मेरो जर्नी इजी बनाइदिए। मभन्दा स्मार्ट साथीहरूभन्दा नि म सर्टेन वेमा चाहिँ सक्सेसफुल हुन सकेँ, त्यो चाहिँ मेन्टरको कारणले। र तपाईँहरू लकी हुनुहुन्छ, तपाईँहरूले हामीलाई पाउनुभएको छ र हामीले यो चिजहरू चाहिँ कन्डक्ट गरिरहेको छौँ। अब यो सबै चिजमा चाहिँ एउटा भनौँ न, नेपालको एउटा गाउँमा गोठालो भइरहेको केटाले एउटा एजेन्सी चलाउनु होइन, काठमाडौँमा बसेर एसयु एजेन्सी चलाएर युएस अस्ट्रेलियाको क्लाइन्टहरूलाई सर्भिस दिनु प्लस युएसमा पनि आफ्नो एजेन्सी सुरु गर्नु भनेको चाहिँ इट्स अ माइन्डसेट मात्रै हो। सो माइन्डसेट चाहिँ सबभन्दा इम्पोर्टेन्ट हो। एन्ड देन त्यो चिज चाहिँ तपाईँहरूले सिक्न एकदमै जरुरी छ है। माइन्डसेट इज एभ्रिथिङ, त्यो चाहिँ याद गर्नु होला, लेखेर राख्नुहोस् है यो पार्टहरू। र यो स्क्रिन सेयर भइरहेछ, तपाईँसँग डिभाइस छ भने फोटो खिचे पनि हुन्छ, तर सकेसम्म फोन चाहिँ वाइफाई अफ गर्नुहोस्, डिस्ट्र्याक्सन चाहिँ हटाउनु होला। सो सबै चिजलाई फरक पार्ने भनेको चाहिँ माइन्डसेटले हो। तपाईँको माइन्डसेट कस्तो छ, त्यो चिजले चाहिँ तपाईँले कुनै पनि चिज एचिभ गर्न सक्नुहुन्छ कि हुँदैन, होइन, तपाईँले सक्सेस पाउनुहुन्छ कि हुँदैन, अथवा तपाईँ फेलियर भएर बस्नुहुन्छ कि भन्ने कुरा चाहिँ सबै माइन्डसेटले डिटरमाइन गर्ने हो। सो तपाईँको माइन्डसेट के छ, आज अलिकति बुझौँ, त्यसपछि चेन्ज गर्न ट्राई गरौँ है त। सो एउटा सक्सेसफुल पिपुल र अरूको बिचको डिफ्रेन्सेस भनेको चाहिँ स्ट्रेन्थले पनि होइन, ल्याक अफ नलेजले पनि होइन, तर ल्याक इन विलले चाहिँ हो। सो सिम्पली तपाईँसँग साँच्चीको स्ट्रङ विल पावर छ, म गर्छु, मलाई यो चाहिएको छ भनेर तपाईँ लाग्नुभयो भनेदेखि चाहिँ त्यो चिज तपाईँले गर्न सक्नुहुन्छ है। त्यो देखिरहेको कुरा हो, लागि पर्ने मान्छेले चाह्यो भनिसकेपछि गर्न सकिन्छ। नेपालीमा एउटा सिम्पल छ, यो यो अझ सिम्पल भर्जन छ नेपालीमा, जहाँ इच्छा त्यहाँ उपाय, होइन। तपाईँलाई साँच्चै कि यो चिज चाहिएको छ, म यो गर्छु भन्ने लाग्छ भनेदेखि तपाईँको बाटोहरू चाहिँ खुल्दै जान्छ। सो फर्स्ट चिज चाहिँ तपाईँ आफ्नो विल पावरमा चाहिँ क्लियर हुनुहोस् है। म नलेज बढाउँछु त्यसपछि यो हुन्छ होइन, त्यसपछि ओहो म त यो कारणले पछि परेँ, म त गरिब परिवारमा जन्मिएँ, अथवा म त फेल भएको हो, स्कुलमै फेल भएको मान्छेले लाइफमा के सक्सेसफुल होला र भन्ने यो टाइपको लुजर टाइपको माइन्डसेट राख्नुभयो भनेदेखि चाहिँ तपाईँ सक्सेसफुल हुन सक्नु हुँदैन। म गर्न सक्छु, मैले चाहेको जहिले नै गर्न सक्छु भनेर आफ्नो सक्सेसहरूलाई चाहिँ भिजुअलाइज गर्ने गर्नुहोस् क्या जहिले पनि। त्यसले चाहिँ तपाईँलाई अलिकति अगाडि बढ्न चाहिँ हेल्प गर्छ है। सो आफूमा फेथ राख्ने हो, जम्प हान्ने हो। सिमिलरली फ्रिलान्सिङबाट एजेन्सीमा जाने भने पनि त्यही नै हो। डाउट धेरै हुन्छ नि, एक्लै काम गरिरहेको मान्छे म कसरी गर्न सक्छु, आज एउटा क्लाइन्ट बल्ल म्यानेज गरिरहेको छु, 10वटा क्लाइन्ट मैले कसरी गर्न सक्छु भन्ने त्यो डाउट जहिले पनि भइरहन्छ क्या तपाईँहरूलाई। तर आँट्यो भनेदेखि त्यो चाहिँ गाह्रो छैन है, यो सबै तपाईँहरूले गर्न सक्ने चिज हो। आफूमा फेथ चाहिँ राख्नु पऱ्यो। सो मेनली हामीलाई के चाहियो, स्केलिङ माइन्डसेट। स्केलिङ माइन्डसेट भनेको के हो भन्दाखेरि हामी थोरै रोपेर धेरै फलाउने बाटोमा हिँडिरहेको छौँ कि हामीलाई ग्रो गर्नुपर्ने छ। हामी आज 10,000मा छौँ भने हामीलाई 1 लाखमा पुग्नु छ, हामी 1 लाखमा छौँ भने 10 लाखमा पुग्नुपर्ने छ, र अल्टिमेटली मलाई स्केल गर्नुपर्ने छ भन्ने माइन्डसेट चाहिँ हामी माथि भइरहनुपर्छ। मसँग थोरै छ, म जोगाएर बस्छु, मसँग थोरै छ, म अरूलाई सेयर गर्दिनँ, मेरो कम हुन्छ, मेरो घट्छ भन्यो लाग्यो भनेदेखि चाहिँ हामी कहिले पनि ग्रो गर्दैनौँ। मेरो बारेमा कुरा गर्नु पर्दाखेरि 2019मा मैले एजेन्सी सुरु गरेको होइन, 2019को नोभेम्बरतिर, सो 2020 भनौँ। अनि त्यसपछि लगत्तै मैले एजेन्सी सुरु गर्ने बित्तिकै कोरोना आयो क्या। सो कोरोना आइसकेपछि लकडाउन भयो, लकडाउन हुने बित्तिकै म भर्खरै नयाँ फ्ल्याट लिएर सब चिज म्यानेज गरिरहेको थिएँ। एन्ड देन सबै लकडाउन गर्नु पऱ्यो, सबै घरमा जानु पऱ्यो। एन्ड द्याट इज द बेस्ट टाइम कि त्यो टाइममा 2020मा मैले मेरो एजेन्सी म्याक्सिमम् ग्रोथ गरेको भनेको मलाई रोकेन त्यो पार्टहरूले। मैले गिभअप गर्न सक्थेँ होइन, हायर गरेको पिपुलहरूलाई डिस्कन्टिन्यू गरेर ओहो सक्दिनँ, कोरोना आयो, म गर्न सक्दिनँ भन्न सक्थेँ होला। तर मैले सर्टेन चिजहरू युज गरेँ त्यो त्यो फेजमा पनि, जसले गर्दाखेरि चाहिँ ग्रोथ गर्न सजिलो भयो। त्यो तपाईँहरूको लागि पनि त्यही नै हो। तपाईँको माइन्डसेट ग्रोथ ओरिएन्टेड छ भने हरेक च्यालेन्जमा चाहिँ तपाईँले अपर्च्युनिटी देख्न थाल्नुहुन्छ। त्यसले चाहिँ तपाईँलाई रोक्दैन, गिभअप गर्न दिँदैन। सो यो फर्स्टमा आफ्नो माइन्डसेट चाहिँ तपाईँको क्लियर भयो भने चाहिँ बेटर। सो इट मिन्स सिम्पली यहाँ इमेजमा देखाएको जस्तै रोड ब्लक्स आउँछ नै, हान्ने हो, फोरेर अगाडि हिँड्ने हो, सजिलो छैन है। सो तपाईँसँग माइन्डसेट छ कि छैन त, यो पार्ट पनि एकचोटि भ्यालिडेट गरिहेरौँ। मसँग त छैन, म त आजसम्म हारिरहेको मान्छे भन्ने पनि लागिरहेको हुनसक्छ तपाईँहरूलाई।
अथवा होइन मसँग त विनर माइन्डसेट छ, म त चाहेको जहिले पनि गर्ने भन्ने पनि हुनसक्छ होइन। सो तपाईँ जान खोजिरहेको चाहिँ कहाँ हो त्यो पनि थाहा हुनुपर्छ है, सबभन्दा इम्पोर्टेन्ट। $1 मिलियन कमाउने एजेन्सी खोल्ने यताउता भन्ने होइन, तपाईँ अहिले कहाँ हुनुहुन्छ पहिला त्यो चिज फिगर आउट गरौँ। मान्छेले आफ्नो धरातल कहिले पनि बिर्सिनु हुँदैन, र अपर्च्युनिटी आफू जहाँ छ त्यहीँ क्रिएट गर्ने हो। अब तपाईँ कहाँ जान चाहनुहुन्छ, अल्टिमेटली तपाईँलाई चाहिएको के हो त? नाउ यो क्वेसनको एन्सर गर्नुहोस्। तपाईँ कहाँ हुनुहुन्छ त तपाईँलाई थाहा भइसक्यो, अनि आफूसँग एकदमै अनेस्ट हुनुहोस्। अरूले पढ्ला अरूले जज गर्ला भनेर फेक एन्सर नदिनुहोस् है। म एकदम रियल भएर तपाईँहरूलाई स्टोरी सेयर गरिरहेको छु, सिकाइरहेको छु। तपाईँहरूको पनि आफूसँग चाहिँ एकदमै रियल हुनुहोस्, आफूलाई कहिले पनि ढाँट्न सकिँदैन। सो तपाईँ कहाँ हुनुहुन्छ हामीले हेऱ्यौँ, अब तपाईँ कहाँ जान चाहनुहुन्छ। सो तपाईँहरूलाई आफू कहाँ छु भने पनि क्लियर भयो, र तपाईँ कहाँ जान चाहनुहुन्छ भने पनि लगभग क्लियर भयो, तर तपाईँहरूको कतिपयको एन्सर चाहिँ कङ्क्रिट छैन। स्पेसिफिक हुनु पऱ्यो कि आफूलाई चाहिएको कुरामा। मलाई 10,000 चाहियो भनेपछि 10,000 चाहियो, मलाई 1 मिलियन चाहियो भनेपछि 1 मिलियन चाहियो, क्लियर एकदमै। मलाई सक्सेसफुल बन्नु छ, नो। सक्सेस भनेको धेरै थरीको हुनसक्छ। कहिलेकाहीँ तपाईँ एकदमै तिर्खाइरहनु भएको छ होइन, अनि त्यसपछि तपाईँले पानी पाउनुभयो, पानी पिउनु भयो, युआर सक्सेसफुल होइन। कोही केटी तपाईँलाई मन पर्थ्यो त कोही केटा तपाईँलाई मन पर्थ्यो, उसलाई तपाईँले प्रपोज गर्नुभयो, उसले तपाईँलाई एक्सेप्ट गर्यो होइन, नाउ युआर इन लभ, सक्सेसफुल। सो सक्सेसको धेरै मिनिङ हुन्छ के। तपाईँ कहिलेकाहीँ त के हुन्छ भने नेपाल जस्तो देशमा त तपाईँ कहिलेकाहीँ चाहिँ जाममा नपरिकन तपाईँ आफ्नो डेस्टिनेसनसम्म पुग्नुभयो भने द्याट इज अल्सो सक्सेसफुल। सो सक्सेसलाई एकदमै स्पेसिफिक राखौँ है। सो तपाईँ कहाँ जान चाहनुहुन्छ त्यो पार्टलाई चाहिँ अलिकति क्लेरिफाई चाहिँ गर्नुपर्ने हुन्छ तपाईँले है। अर्को छ, तपाईँ काहीँ जान चाहनुहुन्छ भनेदेखि तपाईँको केही न केही अभाइलेबल अपर्च्युनिटी डेफिनेटली हुन्छ। तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाट तपाईँ नेक्स्ट स्टेपमा जानको लागि, सुरुवात गर्नको लागि तपाईँसँग केही अपर्च्युनिटी हुन्छ जहिले पनि। सो जसलाई बिजनेस सुरु गर्नु छ होइन, उहाँहरूको लागि काहीँ न काहीँ एक दुईवटा नियर बाई क्लाइन्ट्सहरू हुन्छन् हुन्छन्, अथवा तपाईँले सिक्ने स्किलहरू काहीँ न काहीँ एभाइलेबल हुन्छन् हुन्छ। सो तपाईँको अपर्च्युनिटीहरू के छ त तपाईँले आफैले हेर्नुपर्ने छ, जसले चाहिँ तपाईँलाई तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाट तपाईँ जहाँ पुग्न चाहनुहुन्छ त्यहाँसम्म पुर्याउनको लागि तपाईँको अभाइलेबल अपर्च्युनिटीहरू के छ त, त्यो पार्टलाई पनि तपाईँले हेर्नुपर्ने हुन्छ है। सो त्यो भनेको तपाईँले केही स्किल सिक्नुपर्ने छ कि होइन, अथवा तपाईँले एउटा क्लाइन्ट पो अक्वायर गर्नुपर्ने छ कि, अथवा तपाईँको वेबसाइट पो बनाउनु पर्ने छ कि, एउटा अफर पो क्रिएट गर्नुपर्ने छ कि, एनिथिङ तपाईँको अपर्च्युनिटी के छ त। किनभने त्यतिकै सक्सेसफुल भइँदैन। मैले सुरुमा एसइओ सिकेँ, मेरो आफ्नो रमाइलोको लागि सिकेँ अब एसइओ सिक्दाखेरि है। सो मेरो धेरै जस्तो इक्जाम्पल चाहिँ तपाईँहरूलाई एसइओको आउँछ, किनभने मैले फुल्ली एसइओमा फोकस भएर काम गरेको हो कि। अनि त्यो चिज तपाईँहरूले ठ्याक्कै एसइओलाई इमेल मार्केटिङले रिप्लेस गर्न सक्नुहुन्छ, डिजिटल मार्केटिङले रिप्लेस गर्न सक्नुहुन्छ, कन्टेन्ट क्रिएसनले रिप्लेस गर्न सक्नुहुन्छ। एनिथिङ जुन तपाईँले गरिरहनु भएको छ तपाईँको स्किल छ त्यसले रिप्लेस गर्न सक्नुहुन्छ। सो मेरो लागि मलाई जस्ट मेरो फोटोहरू गुगलमा आओस् भन्ने जस्तो लाग्थ्यो। म आइटी कम्पनीमा काम गरिरहेको थिएँ, सो साथीहरूलाई सो अफ गर्नुपर्ने थियो। आइटी कम्पनीमा काम गर्ने भइसकेपछि कमसेकम साथीभाइहरूले गुगलमा मेरो नाम सर्च गर्दाखेरि मेरो फोटो त आओस् न भन्ने थियो कि। एन्ड त्यसको लागि मैले फोटो कसरी आउँछ भनेर खोज्दाखेरि चाहिँ आई केम टु नो अबाउट एसइओ। त्यसपछि एसइओ सिकेँ, एसइओ गरेँ। अनि त्यतिखेरको मेरो जब भनेको चाहिँ वेब डिजाइनर र वेब डेभलपर थियो। पछि मैले आफूले डेभलप गरेको वेबसाइट्सहरूमा चाहिँ एसइओ गर्न थालेँ, त्यसपछि कन्फिडेन्स आयो, एन्ड देन आई स्टार्टेड टेकिङ एसइओ क्लाइन्ट्स। सो मलाई जे थियो अभाइलेबल रिसोर्सबाट गरेको, त्यतिखेर मैले सिकाउने त्यस्तो राम्रो इन्स्टिच्युटहरू पनि थिएन, मैले पाइरेटेड कोर्सबाट सिकेँ सबै। अनि इङ्ग्लिसमा कोर्स हेर्दा निन्द्रा लाग्थ्यो मलाई, बट स्टिल मैले अभाइलेबल अपर्च्युनिटीहरू चाहिँ गिभअप गरेन। सो तपाईँको लागि पनि त्यस्तै के अभाइलेबल अपर्च्युनिटीहरू एभाइलेबल हुन्छ कि नियर बाई, त्यो पार्ट चाहिँ याद गर्नुपर्छ। न अब अपर्च्युनिटी त छ होइन, रोड ब्लक्स पनि तपाईँसँग डेफिनेटली हुन्छ जहिले पनि लाइफमा। यो चिज नकार्नै सकिँदैन। तपाईँ केही चाहनुहुन्छ भने डेफिनेटली तपाईँको बाटोमा केही खाल्डा छन्, केही काँडाहरू छन्, केही बारहरू छन्, त्यो तपाईँले भत्काउनै पर्नेछ। र त्यसैले सिम्बोलाइज गर्न भनेर मैले यो ग्राफिक्स राखिदिएको हो। तपाईँको रोड ब्लक्स तपाईँले ब्रेक गर्नुपर्नेछ। र रोड ब्लक्स भनेको कतिपय अवस्थामा बाहिरबाट आउँदैन, तपाईँ भित्रै हुन्छ, तपाईँकै माइन्डमा हुन्छ रोड ब्लक्सहरू। तपाईँ कति इजिली डिस्ट्र्याक्ट हुनुहुन्छ, तपाईँ केही सिक्दा सिक्दै कति फ्रिक्वेन्टली युट्युबमा जानुहुन्छ होइन, तपाईँ कुनै कोर्स हेर्नुहुन्छ कि नेटफ्लिक्स एन्ड चिल गरिरहनु भएको हुन्छ, अथवा टिकटक स्क्रोल गरेर 5 घन्टा बितेको तपाईँलाई पत्तो हुँदैन, त्यो रोड ब्लक हो तपाईँको। सो सबभन्दा मेन चिज भनेको चाहिँ के हो भन्दाखेरि धेरै चाहिँ इजिली डिस्ट्र्याक्ट हुन्छन् क्या। हामीलाई थाहा छ म कहाँ छु, मैले के गर्नुपर्ने छ, कसरी जाने, मोस्ट अफ असलाई अलरेडी थाहा छ। तर हामीले
एचिभ नगरिरहेको भने किन त हामी डिस्ट्र्याक्ट भएर आउँछौँ इजिली। किन भन्दाखेरि चाहिँ हामीलाई यो चिज पनि गर्नु छ, त्यो चिज पनि गर्नु छ, सबै चिज गर्न मन लाग्छ। आज हेऱ्यो डिजिटल मार्केटिङ सिक्छु भनेर हुन्छ है, म एउटा स्किल सिक्छु भनेर हुन्छ, नेपालमा बसेर केही गर्छु भनेर हुन्छ, अनि अल्टिमेटली साथीले गएर अस्ट्रेलियामा गएर टन्न पैसा कमाएर घर किन्यो भन्ने बित्तिकै ओहो म त पछि गएँ, मेरो जिन्दगी त त्यत्तिकै खेर जाने हो, एउटा घर पनि बनाउन सकेको छैन भन्ने कुरा हुन्छ। फलानुले गाडी गाडी चढ्यो भन्ने बित्तिकै हामीलाई फेरि डिस्ट्र्याक्ट हुन्छ, त्यसपछि हामी फेरि त्यतातिर कुद्न थाल्छौँ। सो एसइओ सिक्छु अथवा डिजिटल मार्केटिङ सिक्छु भनेर हुन्छ, अल अफ सडेन होइन फेसलेस युट्युब च्यानल भनेर पक्क देखिन्छ, अनि त्यसपछि त्यतातिर लागिरहेको हुन्छ। सो मोस्ट अफ द टाइममा तपाईँहरूको रोड ब्लक चाहिँ डिस्ट्राक्सन भइरहेको हुनसक्छ, अथवा स्किल नसिकिरहेको हुनसक्छ। सो तपाईँले थाहा पाउनु पर्ने छ त्यो चिजहरू चाहिँ। सो अघि तपाईँहरूलाई सबैले नोटबुक लिएर बस्नु भन्नुभएको थियो होइन सौगातले, सो लेख्नुहोस् यो सबै चिजहरू प्र्याक्टिकल्ली, अनि पछि यो वर्कसप सकिएपछि एकचोटि एक्लै बसेर मनन गर्नुहोस् कि तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ कहाँ जान चाहनुहुन्छ, तपाईँको अपर्च्युनिटिज के हो र तपाईँको रोड ब्लक्स के हो। यो सबै चिज तपाईँलाई क्लियर भइसकेपछि बल्ल तपाईँलाई नेक्स्ट स्टेप लिनको लागि सजिलो हुन्छ, एन्ड यु विल बी मेकिङ इन्फर्म डिसिजन है। हामी ट्र्याकमै छौँ, हामी फ्रिल्यान्सिङबाट एजेन्सीतिर जाने मोडमै छौँ, हामी हाम्रो इन्कमलाई 10x बढाउने नै बाटोमा छौँ, तर हाम्रो बाटोको काँडा पन्छाउनु जरुरी छ है। यो चिज चाहिँ बाहिरबाट आएर तपाईँको लाइफको प्रब्लम अरूले भनिदिएर हुँदैन क्या, तपाईँ आफूले रियलाइज गरेर त्यसलाई फिक्स गर्नुपर्ने हुन्छ। हो, डक्टरले तपाईँलाई के हुन्छ प्रेसक्रिप्सन दिन्छ, तर औषधि त टाइममा तपाईँले खानु पऱ्यो नि त। सेम तपाईँको लाइफ मैले चेन्ज गर्ने होइन, तपाईँको लाइफ सौगातले चेन्ज गर्ने होइन, तपाईँको लाइफ तपाईँको बाआमा साथीभाइले चेन्ज गर्नेवाला छैन, तपाईँको लाइफ तपाईँ आफैले चेन्ज गर्ने हो। सो यु हेभ टु ओन इट कि यो मेरो लाइफ हो, ड्राइभिङ सिटमा म छु, कता जाने, कसरी जाने, कहाँ रोकिने नरोकिने तपाईँको डिसिजन हो है। सो सिम्पली अब त्यति भइसकेपछि अब हामीलाई जानुपर्ने छ एबाट बीमा। हामीलाई थाहा छ हामीसँग सर्टेन गोल्स छ, हामी कहाँ छौँ, हामीसँग अपर्च्युनिटी के छ, एभ्रिथिङ थाहा भइसकेपछि फ्यु चिजले चाहिँ तपाईँलाई हेल्प गर्छ तपाईँको गोलसम्म पुग्नको लागि। सो तपाईँको भारी यत्रै होला, यसो इमेजिन गर्नुहोस्, सम्झी हेर्नुहोस्, यो भारी तपाईँको काँधमा होइन टाउकोभित्र छ। सो तपाईँको सेल्फ बिलिभ, आफूलाई विश्वास चाहिँ गर्नु पऱ्यो, म यो गर्दैछु भनिसकेपछि त्यसमा लागि पर्नु चाहिँ पर्यो। अरूले आएर भनेको भरमा इजिली डिस्ट्र्याक्ट भएर बाटो छोड्नु चाहिँ भएन। हामी धेरै अवस्थामा त्यस्तो गर्छौँ, र मोस्ट अफ द टाइममा हाम्रा साथीभाइ परिवार आफन्त हुन्छन् हामीलाई डिस्ट्र्याक्ट गर्ने, अनि अहिले सोसल मिडिया। सो सेल्फ बिलिफ राख्नुहोस्, एकदमै इम्पोर्टेन्ट छ। तपाईँको सेल्फ बिलिफ नै आफैमाथि विश्वास छैन भनेदेखि गर्न सक्नुहुन्न, र विश्वास छ म गर्न सक्छु भनिसकेपछि अब थाहा पाउनु पऱ्यो क्ल्यारिटी, मलाई चाहिँ यो गर्नु छ भनेर। सो मैले किन मेरो इक्जाम्पल दिँदाखेरि मैले किन एसइओ एजेन्सी सुरु गरेँ त, मसँग वेब डेभलपमेन्टको स्किल पनि थियो होइन, म अरू चिज पनि गर्न सक्थेँ होइन, म राम्रै बोल्छु जस्तो लाग्छ, मलाई कथा लेख्न मन थियो, बुक्सहरू पब्लिस गर्न मन थियो, बट स्टिल मैले एसइओ एजेन्सी किन चुज गरेँ भन्दाखेरि चाहिँ जब मैले एसइओको बारेमा थाहा पाएँ होइन, वेब डेभलपमेन्टको प्रोजेक्ट चाहिँ एकचोटि गरिसकेपछि चाहिँ पेमेन्ट आयो सक्यो, तर एसइओमा चाहिँ हरेक महिना रिकरिङ रेभेन्यू आउँथ्यो क्या। सो मेरो क्ल्यारिटी चाहिँ त्यो थियो। भनेपछि वेब डेभलपमेन्ट एजेन्सी रन गर्नुभन्दा एसइओ एजेन्सी रन गर्दाखेरि मेरो लाइफ इजी हुन्छ, म हरेक महिना क्लाइन्ट चेज गर्नु पर्दैन। एकचोटि क्लाइन्ट अक्वायर गरिसकेपछि त्यो क्लाइन्ट 1 वर्षसम्म रिटेन भयो भने पनि ओके, म कम्फर्टेबली चलाउन सक्छु, र एउटा क्लाइन्टलाई रिटेन गर्दा गर्दै मैले अर्को क्लाइन्ट थपेँ भने इमिडिएटली मेरो इन्कम डबल हुन्छ, अनि त्यसै गरी 3टा क्लाइन्ट म्यानेज गरेँ भने 3 टाइम्स भइहाल्यो होइन, एकदमै चाँडै मैले ग्रोथ गर्न सक्छु 10 टाइम्स भन्ने चाहिँ त्यहाँबाट बिलिफ भएको थियो मेरो लागि चाहिँ। सो क्ल्यारिटी आउनुपर्ने छ कि तपाईँ के गर्ने हो भनेर। र अब क्ल्यारिटी आइसकेपछि पनि डिस्ट्र्याक्सनले तपाईँलाई छोड्नेवाला छैन, तपाईँको लाइफमा डिस्ट्र्याक्सन आउँछ आउँछ। जब तपाईँ थोरै थोरै कमाउन थाल्नुहुन्छ त्यसपछि सबभन्दा पहिला तपाईँहरूलाई इन्भेस्टमेन्ट अपर्च्युनिटी आउँछ, एकदमै धेरै साथीभाइले ल्याउँछन्, सेयरमा पैसा हाल, ओके फलाना बिजनेसमा इन्भेस्ट गरौँ होइन, मिलेर पार्टनरसिपमा बिजनेस खोलौँ, यस्तो यस्तो धेरै आउँछ, अनि त्यसले तपाईँलाई खाल्टा हाल्छ, तपाईँलाई डिस्ट्र्याक्ट गरिरहेको हुन्छ। डोन्ट डु द्याट। एउटा चिज क्लियर भइसकेपछि त्यसमा सर्टेन टाइम फोकस्ड भएर काम गर्नुहोस्। अरूले जेसुकै गरेर पैसा कमाउनु, पैसा कमाउने धेरै तरिका छन्, सो तपाईँ कसरी कमाउन चाहनुहुन्छ त्यो क्लियर भइसकेपछि त्यसमै फोकस भएर काम गर्नुहोस्। अनि अब के हुन्छ भने च्यालेन्जेस आउँछ भन्ने बित्तिकै सक्सेस आउनेवाला छैन तपाईँको हातमा।
गर्दै जाँदा गाह्रो आउँछ, रोडब्लक्सहरू आउँछ, क्लाइन्ट भर्खर अक्वायर गरेको थियो, क्लाइन्टले टर्मिनेट गर्छ होइन, स्टाफहरू पाइरहेको हुँदैन, एनिथिङ धेरै च्यालेन्जेसहरू हुन्छ। त्यो बेलामा जतिसुकै च्यालेन्ज आओस् कुल भएर पर्सिस्टेन्ट भएर कन्टिन्युसली लागिरहने हो आफ्नो जर्नीमा। त्यति भयो भनेदेखि चाहिँ अब तपाईँले जे खोजिरहनु भएको छ त्यो चिज चाहिँ तपाईँले पाउनुहुन्छ है। सो यो चिज नोट गरेर राख्नुहोस्, तपाईँको मन्त्र नै यति नै हो, सेल्फ बिलिफ, क्ल्यारिटी, फोकस र पर्सिस्टेन्स। नाउ अब हामी कहाँ आइसकेका छौँ भन्दाखेरि चाहिँ फ्रिल्यान्सर भर्सेस एजेन्सीमा हामी आइसकेका छौँ है। सो धेरैजना जब नै खोजिरहनु भएको छ, धेरैजना सिकिरहनु भएको छ, तर म तपाईँहरूलाई एउटा क्वेसन सोध्न चाहन्छु अगाडि बढ्नुभन्दा अगाडि। कतिजनालाई फ्रिल्यान्सर बन्न मन छ र कतिजनालाई एजेन्सी रन गर्न मन छ? नाउ फ्रिल्यान्सर भर्सेस एजेन्सी सिम्पल छ, तपाईँ फ्रिल्यान्सर बन्ने कि एजेन्सी बन्ने? फ्रिल्यान्सर बन्दाखेरि तपाईँ यो हाम्रो फिल्महरूको जस्तो वान म्यान आर्मी हो कि, तपाईँ एक्लै सबै चिज गर्न सक्नुहुन्छ। यु हेभ अल द पावर, अल द नलेज होइन, संसारमा जति पनि नलेज छ तपाईँ एकजनासँग छ, जति पनि ट्यालेन्ट छ तपाईँ एकजनासँग छ, तपाईँ एक्लै सबै गर्न सक्नुहुन्छ होइन। मजा आउँछ नि यो वान म्यान आर्मी भएर, एकजना छ 100जना गुन्डा ड्याङ ड्याङ हानेर ढालिदिन्छ टाइपको। सो फ्रिल्यान्सर समथिङ आफूलाई त्यस्तो टाइपको सुपर हिरो इमेजिन गर्नुहोस् तपाईँले फ्रिल्यान्सरले है। र जो जो एजेन्सी सोचिरहनु भएको छ, तपाईँ यसरी बसिरहनु भएको छ, अनि एउटालाई एउटा काम लगाइरहनु भएको छ, अर्कोलाई अर्को काम लगाइरहनु भएको छ, अर्कोलाई अर्को काम लगाइरहनु भएको छ, अनि यु हेभ मल्टिपल पिपुल टु वर्क फर यु। इमेजिन गर्नुहोस् है, फ्रिल्यान्सर हुनु र एजेन्सी ओनर हुनुको एउटा बेसिक सबभन्दा एकदम फन्डामेन्टल डिफ्रेन्स। फ्रिल्यान्सर आफै काम गर्नुपर्छ, एजेन्सी ओनर अरू मान्छे भेला गरेर काम लाउनु पर्नेछ र हरेकको लागि अपर्च्युनिटी ल्याउनु पर्नेछ है। अब अहिले जो तपाईँ जे हुनुभयो त्यही अनुसार रहेर चाहिँ तपाईँको अपर्च्युनिटीहरू एक्सप्लोर गरौँ होइन। सो हामी धेरैजनालाई त थाहा भइसकेको छ म फ्रिल्यान्सर बन्छु अथवा म एजेन्सी गर्छु भनेर। सो फ्रिल्यान्सरको लाइफ कस्तो हुन्छ एकचोटि बुझौँ, त्यसपछि हामीलाई अझ डिसिजन गर्न चाहिँ सजिलो हुन्छ कि है। फ्रिल्यान्सर भनेको सिम्पली वान म्यान बिजनेस हो। तपाईँ हुनुहुन्छ, तपाईँको ल्यापटप छ, लाइफ चल्यो क्या। अब जहाँ गएर काम गरे नि भयो, सिम्पल, तपाईँलाई अफिस चाहिँदैन, तपाईँ घरमै बसेर काम गर्नुहोस्। घरमा अलिकति कहिलेकाहीँ चाहिँ प्रेसर कुकरको सिटी लागेर डिस्टर्ब भइरहेको होला होइन, आमाले तरकारी लिन पठाइदिरहेको होला, ब्ला ब्ला ब्ला, इमेजिन गर्नुहोस्। त्यसपछि होइन म त क्याफेमा जाँदै कफी खाँदै काम गर्छु, ओके डन, पाउनुभयो तपाईँले। अब त्यसपछि फर्दर होइन, म चाहिँ जिम पनि जान्छु भन्नु भने यति बजीदेखि यति बजी जिम जान्छु, यति बजीसम्म काम गर्छु, त्यसपछि चिल भयो, त्यसपछि साथीभाइ भेटेर रमाइलो गर्छु, ओके फाइन, फ्रिल्यान्सर। त्यसपछि अहो अलिकति एक दुईवटा प्रोजेक्ट आउन सक्छ, एक दुईवटा ब्याकअपमा चाहिँ मलाई एसिस्टेन्ट चाहिन सक्छ। सो म त स्ट्र्याटेजी बनाउने हो, मलाई एक दुईजना कन्टेन्ट क्रिएटर भएदेखि चाहिँ सजिलो हुन्थ्यो, अथवा कपी राइटर भए सजिलो हुन्थ्यो नि, तपाईँले दुई तिनजना भर्चुअल एसिस्टेन्ट राख्न पनि पाउनुभयो। फ्रिल्यान्सर हुने बित्तिकै सबै आफै गर्नुपर्छ भन्ने पनि छैन, तपाईँको एक दुईजना एसिस्टेन्ट चाहिँ हुन सक्छन् है, त्यो म्यानेज गर्न सकिन्छ। अनि तपाईँसँग क्लाइन्ट चाहिँ फेरि धेरै हुँदैन, फ्रिल्यान्सर भइसकेपछि भनेको तपाईँको औँलामा गर्न सकिने क्लाइन्ट हुन्छन्, त्योभन्दा धेरै तपाईँले म्यानेज गर्न पनि सक्नुहुन्न। त्यो हुने बित्तिकै तपाईँ 24 घन्टा काम गर्ने पोजिसनमा हुनुहुन्छ, विच इज एगेन नाइटमेयर। सो बुझ्नुहोस् कि तपाईँलाई के चाहिएको छ। तपाईँलाई चिल भएर आफ्नो तरिकाले मैले भने जस्तै टाइपको होइन, कहिले क्याफेमा गइरहेछ, कहिले पोखरातिर गएको छ त्यहीँ बसेर काम गरिरहेछ, कहिले ट्रेकिङमा गएको छ, ट्रेकिङ गर्दा गर्दै बिचमा रेस्ट गरेर ल्यापटप झिकेर काम गरिरहेछ, कहिले अब इन्डोनेसियातिर पुगिरहेछ बालीमा, कहिले थाइल्यान्ड गइरहेछ होइन, घुम्दै काम गर्दै, ठिक छ, त्यो लाइफ फ्रिल्यान्सरले पाउँछ है। सो फ्रिल्यान्सिङ चाहिँ म तपाईँहरूलाई सिकाउँदिनँ, फ्रिल्यान्सिङ सौगातले सिकाइरहेको हुन्छ होइन। सो फ्रिल्यान्सिङ गर्न मन छ, सुरु गर्नु भएको छैन भनेदेखि चाहिँ ओके, सौगात इज योर म्यान, म होइन, म तपाईँलाई अहिले फ्रिल्यान्सिङ सिकाउँदिनँ। अहिले म तपाईँलाई एजेन्सीको बारेमा धेरै कुरा सिकाउनेवाला छु है। अब जो जो एजेन्सी ओनर हुनुहुन्छ, यो चाहिँ लार्ज स्केल एजेन्सी हुन्छ भनेको चाहिँ एकजना दुईजना तिनजना होइन, लार्ज स्केल एजेन्सी जहाँ चाहिँ तपाईँको आफ्नो अफिस पनि हुन्छ, एउटा मात्र होइन मल्टिपल अफिसेस पनि हुनसक्छ है। सो तपाईँलाई धेरै गर्न मन छ, तपाईँको स्टाफहरू नै 50+ पनि हुनसक्छ, 10+, त्यसपछि बढ्दै बढ्दै तपाईँ रोकिनुहुन्न, तपाईँलाई बढाउनु छ, तपाईँलाई पुग्दैन होइन। सो अझ ठुलो इम्प्याक्ट गर्न सक्नुहुन्छ, अझ क्लाइन्ट अक्विजिसन गर्न खोजिरहनु भएको छ। सो 50+ स्टाफ, 800+ क्लाइन्ट मेन्टेन गरिरहनु भएको छ। सो यो चाहिँ तपाईँको लाइफ हो, र तपाईँले 800 भन्दा बढी क्लाइन्ट कसरी म्यानेज गर्न सक्नुहुन्छ भन्दाखेरि त्यसको लागि तपाईँसँग 50जना भन्दा बढी मान्छे छन् नि त। तपाईँको काम भनेको मान्छे म्यानेज गर्ने हो, टास्क लगाउने हो, पिपुल चाहियो,
त्यसपछि उसलाई जिम्मेवारी दियो, डन। अनि त्यति म्यानेज गरिदिइसकेपछि चाहिँ तपाईँलाई फेरि केही चिजको स्ट्रेस नलिकन चिल भएर घुम्न गयो हुन्छ कि। अब चाहिँ ल्यापटप नबोकी घुम्न गए पनि भयो, तपाईँ चाहिँ बाली घुम्न जाँदाखेरि होइन, फ्यामिली बोकेर जाने हो कि होइन। सो त्यतिखेर चाहिँ तपाईँ बिच बिचमा घुम्न जाँदाखेरि चाहिँ ल्यापटप निकालेर मेसेज रिप्लाई गरेर चाहिँ बस्नु पर्दैन। सबैको आफ्नो आफ्नो फाइदा बेफाइदा छ। नाउ धेरैलाई चाहिँ यो डिलेमा नै हुन्छ। कतिमा क्ल्यारिटी आइसकेको छ, जो जो चाहिँ अझै पनि क्ल्यारिटी आइसकेको छैन, तपाईँले जे चाहनुहुन्छ त्यो थाहा पाउनु चाहिँ एकदमै च्यालेन्जिङ हो, इजी छैन क्या। हामीलाई चाहिँ के हुन्छ भने चिची पनि पापा पनि चाहिन्छ क्या, हामीलाई दुवै हातमा लड्डु चाहिने मान्छे हौ। र हाम्रो एजुकेसन सिस्टमले, हाम्रो परिवारको स्ट्रक्चर, हामी जुन इन्भाइरोमेन्टमा हुर्क्यौँ त्यसले चाहिँ हामीलाई एउटा चिजमा एक्सपर्ट बन भनेर सिकाएकै छैन। जस्तो कि मैले धेरैचोटि इक्जाम्पल दिइरहेको हुन्छु, क्लास 7मा पढ्दाखेरिको कुरा हो कि म क्लास 7मा पढ्दाखेरि म त्यति पढ्ने मान्छे होइन। इङ्ग्लिस त बिजोगै थियो, म्याथमेटिक्स बिजोग नै थियो, तर नेपाली पढ्न चाहिँ मलाई रमाइलो लाग्थ्यो। सो त्यतिखेर हामीले नेपालीमा चाहिँ जीवनी पढ्नु पर्थ्यो। अनि जीवनी पढ्दाखेरि चाहिँ मान्छेहरूको जीवनी पढ्यो, फलानु मान्छे बहुमुखी प्रतिभाको धनी छ होइन, उसलाई कथा लेख्न पनि आउँछ, निबन्ध लेख्न नि आउँछ, कविता लेख्न नि आउँछ, पेन्टिङ गर्न नि आउँछ, घोडा कुदाउन पनि आउँछ, 3-4वटा भाषा पनि बोल्छ होइन, राजनीति पनि गरिरहेछ, स्पोर्ट्समा नि खतरा थियो अरे। अनि मेरो माइन्डमा के लाग्थ्यो भने त्यतिखेर चाहिँ मान्छे भइसकेपछि चाहिँ सबै चिजमा खतरा ट्यालेन्टेड हुनुपर्ने रहेछ भन्ने हुन्थ्यो कि। सो म पनि त्यस्तै गरेर हुन्थेँ, सबै चिजमा ट्यालेन्टेड हुन खोजिरहेको हुन्थ्यो, अल्टिमेटली छैन केही पनि, हुँदैन, किनभने एउटा मान्छेले सबै चिज गर्न सक्दैन। सो सिमिलरली एजेन्सी पनि म रन गर्छु, फ्रिलान्सिङ पनि गर्छु भन्ने चाहिँ होइन, क्ल्यारिटी चाहियो तपाईँलाई। त्यसपछि तपाईँले एजेन्सी नै चाहे पनि रन गर्न सक्नुहुन्छ, फ्रिलान्सिङैमा अगाडि बढ्न पनि सक्नुहुन्छ होइन। सो च्यालेन्जिङ हुन्छ, तर के हुन्छ भन्दाखेरि चाहिँ अल्टिमेटली लाइफ सधैँ एउटै हुँदैन क्या। ओभर द टाइम तपाईँ ट्रान्जिसन हुँदै जानुहुन्छ, तपाईँको निडहरू चेन्ज हुँदै जान्छ, तपाईँको डिजायरहरू चेन्ज हुँदै जान्छ, तपाईँको भिजन चेन्ज हुन्छ होइन। अनि त्यसपछि तपाईँलाई चाहिएको चिज पनि ओभर द टाइम चेन्ज हुँदै जान्छ, त्यो पाइयो। सो आज चाहिँ के चाहियो त्यो पार्टमा क्लियर हुनुहोस्, काम गर्दै जानुहोस्, ओभर द टाइम यो चिज चेन्ज पनि हुन्छ कि, तपाईँ इभल्भ पनि हुँदै जानुहुन्छ। किनभने डे वानमै म यत्रो ओर्का सोसल जत्रो एजेन्सी चलाउँछु भन्ने मलाई पनि थिएन। यो किन थिएन भन्दाखेरि चाहिँ जतिखेर म गाउँमा थिएँ होइन, म त्यतिखेर पनि एम्बिसियस नै थिएँ होइन। 8-10 वर्षको म फुच्चे केटा सम्झिनु गाउँमा होइन, इभन मेरो कट्टु पनि च्यात्या हुन्थ्यो होला। सो त्यतिखेर मैले के देख्थेँ भन्दाखेरि मेरो गाउँको सिनियर दाईहरूले चाहिँ जङ्गलमा गएर रुख काटिरहेको हुन्थे, अनि रुखको त्यो मुढा चाहिँ खोलाबाट बगाउँदै लान्थे, बगाउँदाखेरि चाहिँ तान्न सजिलो हुँदो रहेछ पानीमा चाहिँ। सो तानेर अनि त्यो चाहिँ गाउँमा लगेर बेच्थे उनीहरूले, एन्ड देन दे युज टु मेक मनी। त्यसपछि जङ्गल फडानी गरेर एउटा खेत जस्तो बनायो अनि बेचिदियो, त्यहाँबाट पैसा कमाएर आउँथ्यो। अनि मलाई के गर्नु थियो भने त्यतिखेर मलाई नि रुखै काट्नु थियो, अनि मलाई पनि जङ्गल फडानी नै गर्नुपर्ने थियो। किन? मेरो इन्भाइरोमेन्टमा त्यही भइरहेछ। सो पछि म गाउँबाट काठमाडौँ आएँ। काठमाडौँ आउँदाखेरि म विष्णुमतीको किनारमा थियो हाम्रो घर होइन, हामी बस्ने ठाउँ। सो घर भन्दिनँ, रेन्टेड स्पेस थियो। र त्यहाँ बस्दाखेरि चाहिँ सबैले बालुवा निकालिरहेको हुन्थ्यो कि, बर्खाको बेलामा चाहिँ खोलाबाट बालुवा निकालिरहेको हुन्थे। त्यसपछि के भयो भने म पनि बालुवा निकालेर बेच्नुपर्छ भन्ने सोच्थेँ। सो इभल्भ भइरहेछ। त्यसपछि फेरि सर्टेन टाइम पछि चाहिँ ओके मेरो ड्याड बित्नु भयो होइन। त्यसपछि म मेरो अन्टीको घरमा गएर बस्न थालेँ। त्यहाँनिर चाहिँ एकजना दाई हुनुहुन्थ्यो, मेरो दाई होइन। सो उहाँ चाहिँ कम्प्युटर चलाउनुहुन्थ्यो नि, उहाँलाई सबैले रेस्पेक्ट गर्थे। नाउ अब मलाई जङ्गल फडानी गर्नु छैन, मलाई बालुवा निकाल्नु छैन, अब मलाई के गर्नु छ, कम्प्युटर चलाउन सिक्नु छ, र दाईलाई सबैले रेस्पेक्ट गरिरहेछन्, मलाई पनि त्यस्तै भन्नुपर्ने छ। सो तपाईँको गोल्सहरू चाहिँ ओभर द टाइम इभल्भ हुँदै जान्छ, तपाईँ कुन इन्भाइरोमेन्टमा हुनुहुन्छ त्यसले चाहिँ एकदमै धेरै रोल प्ले गर्छ। सो आफ्नो इन्भाइरोमेन्ट चाहिँ अलिकति याद गर्दै पनि जानु होला तपाईँहरूले है। सो अब फ्रिल्यान्सिङको प्रोज एन्ड कन्स हेरौँ। तपाईँ जेमा गरे पनि, एसइओमा गरे पनि, डिजिटल मार्केटिङमा गरे पनि, प्रोग्रामिङमा गरे पनि, डिजाइनिङमा गरे पनि, भिडियो एडिटिङमा गरे पनि, फ्रिल्यान्सिङको आफ्नो प्रोज एन्ड कन्स छ, त्यो चिज हामीले जान्नुपर्ने हुन्छ। र सिमिलरली एजेन्सीको प्रोज एन्ड कन्स पनि छ, जसले तपाईँलाई डिसिजन गर्न एकदमै धेरै हेल्प गर्छ है। नाउ लेट्स गो, फ्रिल्यान्सिङको फाइदाहरू के छ त भन्दाखेरि, फ्रिल्यान्सिङ सिम्पली लाइफस्टाइल बिजनेस हो। तपाईँ काम पनि गरिरहनु भएको छ, लाइफ पनि चलिरहेको छ, चिल छ। अनि तपाईँलाई फ्लेक्सिबिलिटी एकदमै धेरै छ फ्रिल्यान्सिङमा। तपाईँ आफ्नो टर्म्समा काम गर्न पाइरहनु भएको छ, फ्लेक्सिबल आवर्स छ, तपाईँसँग मोर फ्रिडम चाहिँ आइरहेको हुन्छ फ्रिल्यान्सिङसँग चाहिँ है। अनि अर्को चिज भनेको चाहिँ फ्रिल्यान्सिङ गर्दाखेरि चाहिँ, फ्रिल्यान्स बिजनेस आफ्नो चलाउँदाखेरि चाहिँ तपाईँको कस्टहरू एकदमै कम हुन्छ।
सो इन्टरनेटै पनि तपाईँ होम युजरले चलाउन सक्नुहुन्छ, तपाईँले डेडिकेटेड इन्टरनेट किन्नु पर्दैन। एकचोटि फ्रिलान्सरले डेडिकेटेड इन्टरनेट किनेर हेर्नु, इट्स एक्सपेन्सिभ होइन। सफ्टवेयरहरू पनि आफूलाई चाहिने बेसिक टुल्सहरूबाट नै चलिरहेको हुन्छ, तपाईँले सफ्टवेयरको सब्सक्रिप्सनलाई नै धेरै तिर्नुपर्ने हुँदैन है। टिम छैन कि अरे आफ्नो एउटा पिसी छ त्यसैले म्यानेज हुन्छ, तपाईँलाई मल्टिपल होइन अफिस सेटअप गर्ने होइन सर्भरहरू सेटअप गर्ने यस्तो केही पनि हुँदैन, तपाईँको कस्ट एकदमै कम हुन्छ। सो द्याट्स द फाइदा फ्रिलान्सिङको। तपाईँ पैसा कमाइरहनु भएको छ, लाइफ चलिरहेछ, फ्रिडम पनि छ, कमाएको पैसा खर्च गरेर इन्जोय पनि गरिरहनु भएको छ, एन्ड देन कस्ट पनि कम छ भनेपछि तपाईँको मार्जिन अलिकति बढी पनि बस्छ। त्यो चाहिँ तपाईँको फाइदा हो फ्रिलान्सिङको है। मजा आइरहेछ नि फ्रिलान्सिङको फाइदा सुन्नलाई। अलिकति अब घाटा पनि हेरौँ फ्रिलान्सिङको के छ। सो तपाईँहरूलाई डिसिजन गर्न सजिलो होस् कि मेरो लागि फ्रिलान्सिङ हो कि होइन, अथवा म फ्रिलान्सर हुँदाखेरि चाहिँ मेरो प्रोजहरू यो छ र मलाई घाटा लाग्ने पार्टहरू चाहिँ यो छ भनेर आफू क्लियर भएर अगाडि बढ्दा बेटर हुन्छ। अब फ्रिलान्सिङ गर्दै जाँदाखेरि के हुन्छ भने कहिलेकाहीँ चाहिँ तपाईँसँग एकदमै ठुल्ठुलो प्रोजेक्टहरू आइपुग्छ है। एकदमै क्लाइन्टहरूले कहिलेकाहीँ प्रेजेन्ट गरिरहेको हुन्छन् ठुल्ठुलो अपर्च्युनिटी, तपाईँले कमाइरहेको भन्दा 10 टाइम्स 20 टाइम्स बढी पैसा कमाउने आइडियाहरू अपर्च्युनिटीहरू तपाईँबाट आउँछन्। नाउ त्यतिखेर तपाईँसँग रिसोर्स हुँदैन कि, तपाईँसँग टिम छैन, तपाईँसँग रिसोर्स छैन, त्यसले गर्दाखेरि तपाईँसँग कन्फिडेन्स चाहिँ हुँदैन है। कुनै नयाँ अपर्च्युनिटी आइहाल्यो भने अब के गर्ने, ओहो लेट गो गर्नुपर्ने सिचुएसन चाहिँ हुन्छ। भनेको तपाईँ एउटा स्केलभन्दा माथि चाहिँ काम गर्न तपाईँलाई एउटा रेस्ट्रिक्सन चाहिँ हुन्छ फ्रिलान्सिङमा। हामी चाहेसम्म धेरै त गर्न खोजिरहेको हुन्छौँ, तर त्यो एउटा लिमिटेसन चाहिँ फ्रिलान्सिङमा हुन्छ। मैले धेरैजनासँग देखाएको छु कि फ्रिलान्सरहरू काम गरिरहेको हुन्छ, अनि अचानक क्लाइन्टले चाहिँ 30जनाको टिम म्यानेज गर, म मलाई टन्न काम पठाइदिन्छु भनेर भन्छ। 30जना कसरी म्यानेज गर्ने, हायरिङ गर्न आउँदैन होइन, ब्याकअपमा कोही पनि छैन, ओहो अफिस सेटअप गर्नु पऱ्यो होइन, कम्प्युटर ल्याउनु पऱ्यो, पिपुल हायर गर्नु पऱ्यो, इन्टरभ्यू लिनु पऱ्यो, कसरी गर्ने। अनि त्यो अपर्च्युनिटीहरू खेर गइरहेको हुन्छ कतिपय अवस्थामा मैले देखेअनुसार चाहिँ है। अर्को चाहिँ के छ भन्दाखेरि फ्रिलान्सिङ गर्दा तपाईँसँग आफ्नो डेडिकेटेड सेल्स प्रोसेसहरू हुँदैन, तपाईँसँग प्रोसेस केही पनि हुँदैन। जसले गर्दाखेरि के हुन्छ भने एउटा क्लाइन्टको काम गरिसकेपछि अब सक्यो, अब अर्को क्लाइन्ट खोज्नुपर्ने हुन्छ, अनि सधैँ रिफरल्सहरू आइ पनि रहँदैन। मोस्ट अफ द टाइममा फ्रिलान्सरहरूलाई क्लाइन्ट आउने भने रिफरलबाट हो, ओके यसले राम्रो काम गर्छ भने रिफर गरिरहेको हुन्छन्, तर रिफरल पनि सधैँ आउँदैन। जसले गर्दाखेरि फेरि अर्को स्ट्रेसफुल सिचुएसन हुनसक्छ, किन क्लाइन्ट छैन। क्लाइन्ट आएन भने के हुँदैन, पैसा हुँदैन र तपाईँको अर्निङ पोटेन्सियल लेस हुन्छ, किनभनेदेखि तपाईँसँग लिमिटेड रिसोर्स छ अनि तपाईँले सर्भिस पनि लिमिटेड प्रोभाइड गर्न सक्नुहुन्छ, जसले गर्दाखेरि तपाईँको अर्निङ पोटेन्सियल अलिकति घट्दै घट्दै जान्छ है। अनि अर्को चाहिँ के हुन्छ भने फ्रिलान्सर भएर तपाईँ बिरामी पर्नुभयो भने तपाईँको इन्कम हुँदैन। तपाईँ आराम गर्नु पऱ्यो भनेदेखि तपाईँको एब्सेन्समा अर्को कसैले काम गर्न पनि सक्दैन र तपाईँको क्लाइन्टले अर्को फ्रिलान्सर खोज्ने चान्सेस पनि हुनसक्छ। सो कहिलेकाहीँ डिफिकल्ट सिचुएसनहरू आउँदाखेरि चाहिँ फ्रिलान्सिङ गर्दाखेरि चाहिँ तपाईँलाई अलिकति डिफिकल्ट सिचुएसन चाहिँ आउनसक्छ, त्यसको लागि चाहिँ तपाईँ मेन्टल्ली प्रिपेयर भएर बस्नुपर्ने हुन्छ। ओके, सो फ्रिलान्सिङको भने मैले एजेन्सीको लग्जरीहरू हेरौँ है त, अनि एजेन्सीको पनि क्रन्चहरू छ, तर लग्जरी हेरौँ एजेन्सीको। एजेन्सीमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँसँग टन्नै टिम छ होइन, रिसोर्सेसहरू अलरेडी छ, जसले गर्दाखेरि तपाईँले पैसा कमाउँदाखेरि चाहिँ लार्ज स्केलमा पैसा कमाउने अपर्च्युनिटी हुन्छ। नर्मली फ्रिलान्सर्सहरूले $1 मिलियन कुरा गर्दैनन्, एजेन्सी ओनरहरूले गर्ने हो। सो तपाईँसँग क्यापासिटी छ एकदमै धेरै पैसा कमाउनको लागि अपर्च्युनिटीको आउँदाखेरि चाहिँ। अर्को चाहिँ के छ भने तपाईँसँग ब्याकअपमा मान्छेहरू छन्, रिसोर्सेसहरू छ, कम्प्युटरहरू छ होइन, पिपुलहरू छन्। एकजना स्टाफ बिरामी भयो, अर्को छ ब्याकअपमा, तपाईँको अपरेसनलाई काहीँ केहीले ह्याम्पर गर्दैन है। तपाईँसँग फाइनेन्सियल ब्याकअप हुन्छ, पिपुल ब्याकअप हुन्छ। कुनै बेला तपाईँलाई नयाँ प्रोजेक्ट गर्न मन लाग्यो भने पनि ओके मलाई एउटा एक्सपेरिमेन्ट गर्न मन छ, मलाई चाहिँ यो एकदमै प्यासनेट छु, यसमा अपर्च्युनिटी छ जस्तो लाग्यो भने पनि तपाईँले आफ्नो स्टाफबाट 2-3जनालाई म्यानेज गरेर चाहिँ ल यो पार्टमा काम गर भनेर लाउने तपाईँसँग अपर्च्युनिटी हुन्छ है। अनि अर्को चाहिँ के छ भन्दाखेरि फ्रिलान्सर हुँदाखेरि तपाईँले एउटा मात्रै सर्भिस दिइरहनु भएको छ भनेदेखि चाहिँ ओके, तपाईँले फर इक्जाम्पल चाहिँ एसयु सर्भिसै दिइरहनु भएको छ अरे, एसयु सर्भिस दिइरहनु भएको छ भनेदेखि एजेन्सी ओनर हुनुहुन्छ भनेदेखि चाहिँ म एसयु दिइरहेको क्लाइन्टलाई नै इमेल मार्केटिङको सर्भिस पनि दिन्छु अथवा पेड एडभर्टाइजमेन्टको सर्भिस पनि अफर गर्छु भनेर तपाईँले ठ्याक्क एउटा निसलाई चाहिँ मल्टिपल सर्भिसेसहरू पनि इजिली दिन सक्नुहुन्छ। सो स्केल गर्ने अपर्च्युनिटी चाहिँ तपाईँसँग एजेन्सीमा अलिकति धेरै हुन्छ, त्यो चाहिँ तपाईँको लागि फाइदा हो है। कुनै नयाँ सर्भिस इन्ट्रोड्युस गर्नु पऱ्यो भने पनि फ्रिलान्सरले त आफै सिकेर सुरु गर्नुपर्ने हुन्छ नि, एजेन्सी ओनरले चाहिँ हायर गरेर इमिडिएटली गर्न सक्छ।
यो चाहिँ एजेन्सी ओनर हुनुको फाइदा हो है। अलिकति लार्ज स्केलमा अलिक कम्फोर्टेबली काम गर्न सक्यो, डिसिजन मेकिङ इजी हुन्छ, धेरै सोच्नु परेन। तर एजेन्सी ओनर हुनुको घाटा पनि त छ नि, त्यो के होला त एकचोटि हेरौँ है त। सबभन्दा डिफिकल्ट पार्ट एजेन्सी ओनरको चाहिँ स्टाफ म्यानेजमेन्ट हो। हरेक पिपुलको आफ्नै प्रब्लम हुन्छ र त्यो सबै प्रब्लम तपाईँको प्रब्लम बनिदिन जान्छ। सो स्टाफ म्यानेजमेन्ट अलिकति च्यालेन्जिङ हुन्छ। कसले कहिले छोड्ने हो, को कहिले विदेश जाने हो, होइन, कसको कहिले भिजा लाग्ने हो, को भोलिदेखि आउँदैन। नेपालमा हुने एजेन्सी ओनरहरूको च्यालेन्जेस चाहिँ यो छ। धेरैजनाले सेयर गर्छन्, यदि बिजनेस ओनरहरूसँग बसेर गफ गर्नु भने सबभन्दा धेरै कन्भर्सेसन स्टाफको बारेमा हुन्छ, होइन। अर्को के हुन्छ भन्दाखेरि चाहिँ फाइनेन्सियल कमिटमेन्ट पनि बढ्दै जान्छ। जति धेरै स्टाफ बढ्दै गयो त्यो अनुसार तपाईँको उनीहरू सबैको खर्च पनि बढ्दै जान्छ, होइन। सफ्टवेयरहरूको खर्च, रेन्टको खर्चहरू हुन्छ, होइन। रिसोर्सेसहरू ल्याउनु पऱ्यो, डेडिकेटेड इन्टरनेट भने हुन्छ, त्यसपछि धेरैजना मान्छे भइसकेपछि सेक्युरिटीमा इन्भेस्ट गर्नु पऱ्यो, होइन। अफिसमै खाजा दिने कि के गर्ने, एन्ड यो सबै चिजहरू म्यानेज गर्नुपर्ने हुन्छ। सो मिन्स तपाईँको अपरेटिङ एक्सपेन्सेस बढ्दै जान्छ। तपाईँ धेरै कमाउनको लागि तपाईँले धेरै खर्च पनि गर्नुपर्ने हुन्छ है। सो खर्च अलिकति चाँडै बढ्छ आम्दानीभन्दा। अर्को चाहिँ के छ भने धेरै रेस्पोन्सिबिलिटी हुन्छ। रेस्पोन्सिबिलिटी भनेको चाहिँ अब क्लाइन्ट र स्टाफ मात्र हुँदैन अथवा अफिस मात्र हुँदैन, गभर्मेन्ट पनि छ। ट्याक्सहरू फाइल गर्नु पर्यो, अकाउन्टिङहरू मेन्टेन गर्नु पर्यो, कम्पनीहरू रिन्यू गरिरहनु पर्यो। केही चिज टाइममा गरेन भनेदेखि फेरि फाइनहरू हुन्छ, त्यो फेरि आफ्नै स्ट्रेस छ। सो कम्प्लायन्स भएर बसिरहनु पर्यो, होइन। यो सबै चिजहरू चाहिँ नयाँ नयाँ रेस्पोन्सिबिलिटीहरू थपिरहेको हुन्छन्। भनेपछि एजेन्सी ओनर भइसकेपछि तपाईँ टेक्निकल काम गर्नु हुँदैन कि तपाईँ म्यानेज मात्रै गरेर बस्ने हो, यस्तै यस्तै चिजहरू। र तपाईँको टेक्निकल काम चाहिँ तपाईँको स्टाफहरूले गरिरहेको हुन्छ है। सो यो सबै च्यालेन्जेसहरू छ। अर्को चाहिँ के हुन्छ भने अलिकति स्ट्रेसफुल हुन्छ। किन भनेदेखि तपाईँ ठुलो चिज पाउन खोजिरहनु भएको छ, तपाईँको लाइफमा धेरै चिजहरू कनेक्टेड छन्, मिन्स कुनै पनि चिजले तपाईँलाई कुनै पनि बेला स्ट्रेस चाहिँ दिन सक्छ। सो फ्रिल्यान्सरको जस्तो चिल लाइफ चाहिँ अलिकति नहुन सक्छ। तपाईँ एकदम ठुलो स्केलमा काम गरिरहनु भएको छ र तपाईँको स्ट्रेस पनि अलिकति बढ्दै जान्छ। यो चाहिँ कन्स हो। अब तपाईँ कसरी म्यानेज गर्नुहुन्छ भन्ने कुरा हो, यो सल्भ नहुने प्रब्लम भन्ने चाहिँ होइन। र सल्भ कसरी गर्ने म तपाईँहरूलाई सिकाउँछु। सो सो एजेन्सी रन गर्दाखेरि अब मेरो एक्सपिरियन्समा, होइन, मलाई के फाइदा छ भन्दाखेरि यो प्रेजेन्टेसन दिन यहाँ उपलब्ध हुन म पोसिबल भएको पनि, म एभाइलेबल किन भयो भन्दाखेरि चाहिँ दिनभरि मेरो टिमले चाहिँ सबै काम गरिसकेका छन्, क्लाइन्टको सबै अपडेटहरू गरिसकेका छन्, म खासै इन्भल्भ हुनु पर्दैन। मलाई सिकाउन मन लाग्छ, अनि त्यसले गर्दाखेरि के छ भन्दाखेरि मैले टाइम पाइरहेको छु। मलाई सोसियल मिडियामा गएर, होइन, कोर्सहरू फ्रीमा रिसोर्सेसहरू दिन मन लाग्छ, केही लन्च गर्न मन लाग्यो, मैले पाइरहेको छु। त्यो चाहिँ एजेन्सी भएको कारणले गर्दाखेरि म घुमिरहेको छु परिवार लिएर, होइन, अनि मलाई कामको केही पनि स्ट्रेस हुँदैन, किनभने मेरो टिमले चाहिँ काम गरिरहेको छ। सो त्यो चाहिँ मेरो बेनिफिट हो एजेन्सी ओनर हुनुको। अर्को भनेको के छ भन्दाखेरि कोही स्टाफ छोड्दैछन् भनिसकेपछि अब अर्को हायर गर्नु पऱ्यो, र त्यहाँ पनि के हुन्छ भने प्रोसेस भयो भनेदेखि चाहिँ तपाईँलाई यो सबै चिजमा गाह्रो चाहिँ हुँदैन। र जसलाई अब फ्रिल्यान्सिङको लागि अरू टेक्निकल स्किल सिक्न मन छ, एसइओहरू सिक्न मन छ, डिजिटल मार्केटिङ सिक्न मन छ, म लास्टमा भन्छु तपाईँहरूलाई त्यो पार्टमा चाहिँ चिन्ता नगर्नुहोस्। अहिले चाहिँ तपाईँ त्यो स्किल के को लागि सिक्दै हुनुहुन्छ, फ्रिल्यान्सर बन्नको लागि सिक्दै हुनुहुन्छ अथवा एजेन्सीको लागि सिक्दै हुनुहुन्छ, त्यो पार्ट चाहिँ क्लियर हुनुहोस्, अनि त्यसपछि हामी अरू डिस्कस गरौँला है। सो सबैजना क्लियर हुनुहुन्छ, द्याट्स गुड। मैले राम्रै सिकाइरहेको छु भन्ने फिल भइरहेको छ मलाई पनि। अलराइट, सो नाउ अब यो स्ट्रेसहरू हटाउनको लागि तपाईँ एज अ फ्रिल्यान्सर पनि तपाईँले दुई तिनजना भर्चुअल एसिस्टेन्टहरू राखेर राम्रोसँग काम गर्न सक्नुहुन्छ है। सो फ्रिल्यान्सिङ भन्ने बित्तिकै एक्लै सबै गर्नुपर्छ भन्ने पनि छैन। अनि एजेन्सी पनि राम्रोसँग गर्न सकिन्छ, लेस स्ट्रेसमै गर्न सकिन्छ। सो सिम्पली फर्स्टमा चाहिँ तपाईँले केही एसओपीहरू बनाउनु पर्ने हुन्छ है, एजेन्सीको लागि अथवा फ्रिल्यान्सिङको लागि स्केल गर्नको लागि। सो फ्रिल्यान्सर भएर पनि के हुन्छ भन्दाखेरि 50,000 कमाउने फ्रिल्यान्सर बन्ने कि 5 लाख कमाउने फ्रिल्यान्सर बन्ने, तपाईँले गर्नुपर्ने डिसिजन चाहिँ त्यो हो है। एजेन्सी ओनरबाट 1 मिलियन 10 मिलियनतिर जाने कि, होइन, त्यस्तै लाइक, होइन, महिनाको त्यही 5-10 लाख मात्र भइरहेछ भन्नेवाला एजेन्सी बन्ने, किनभने एजेन्सीको खर्च धेरै हुन्छ, जति दुःख गरिन्छ त्यो अनुसारको आउटपुट धेरै चाहिन्छ नै। न अब याद गर्नुपर्ने पार्ट चाहिँ के छ भन्दाखेरि तपाईँको लाइफ अझ बेटर गर्नलाई र तपाईँले जे चुज गर्नुभएको छ, तपाईँ फ्रिल्यान्सर चुज गरिरहनु भएको छ, एजेन्सी चुज गरिरहनु भएको छ, त्यसलाई कसरी म्याक्सिमाइज गर्ने त। म तपाईँलाई एजेन्सी गर्नु पनि भन्दिनँ, फ्रिल्यान्स गर्नु पनि भन्दिनँ, तपाईँलाई जे ठिक लाग्छ तपाईँलाई त्यही गर्नुहोस्। तर अब त्यसलाई कसरी म्याक्सिमाइज गर्ने त्यो पार्टमा चाहिँ हामी दुई तिनवटा इक्जाम्पलहरू हेरौँ है त।
सो फर्स्टमा एसओपीहरू क्रिएट गर्नु पऱ्यो। एसओपी भने के हो त भन्दाखेरि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर। जस्तो कुनै डक्टरले कुनै पेसेन्टको अपरेसन गर्नु पऱ्यो भने त्यसको एउटा एसओपी हुन्छ। जस्तो हामी प्लेनमा चढिरहेछौँ भनेदेखि त्यो फ्लाइट एटेन्डेन्टले हामीलाई पुरै पढेर चाहिँ सिट बेल्ट लाउनेदेखि लिएर अक्सिजनको मास्क कहाँनिर छ, आगो लाग्यो भने के गर्ने, इमर्जेन्सी ल्यान्डिङमा के गर्ने, होइन, इमर्जेन्सी एक्जिट कहाँ छ भनेर पढेर सुना जस्तै तपाईँको बिजनेसको पनि केही एसओपी हुन्छ। त्यो भनेको सिम्पली तपाईँको बिजनेस कसरी चल्छ भनेर। त्यो एसओपीहरू भयो भनेदेखि चाहिँ तपाईँले कुनै पनि काम डेलिगेट गर्न चाहिँ सजिलो हुन्छ। तपाईँले आफूलाई गर्दाखेरि पनि इरर फ्री प्रोड्युस गर्न सक्नुहुन्छ, इरर फ्री काम डेलिभर गर्न सक्नुहुन्छ। त्यसबाहेक पनि तपाईँलाई कुनै बेला एउटा एसिस्टेन्ट चाहियो भनेदेखि, जस्तो फ्रिलान्सर पनि त बिरामी हुनसक्ला, फ्रिलान्सरलाई पनि त घुम्न जान मन लाग्ला, त्यो बेलामा एउटा एसिस्टेन्टलाई एसओपी दियो भनेदेखि चाहिँ त्यो पार्टहरू सजिलो हुन्छ। सो एसओपी किन चाहियो भन्दाखेरि चाहिँ तपाईँलाई स्केल गर्नुपर्ने छ भनेदेखि फर्स्टमा कन्सिस्टेन्सी र क्वालिटी कन्ट्रोलको लागि चाहिँ एसओपीले हेल्प गर्छ। सिम्पली एसओपी भनेको चेकलिस्ट हो, होइन। चेकलिस्टमा तपाईँले बनाउनुहुन्छ र त्यो फलो गरेर एकचोटि जसले पनि मिनिमम इन्स्ट्रक्सनमा त्यो काम गर्न सक्छ। सो तपाईँले सिकाइरहने टाइम चाहिँ सेभ हुँदै जान्छ, है। सधैँ तपाईँ एक्लैले सबै काम गर्नु हुँदैन, तपाईँलाई हेल्पिङ ह्यान्ड चाहिन्छ। क्लियर हुनुहोस्। त्यसको लागि तपाईँले एसओपी बनाउनु पर्ने हुन्छ। र एसओपी भयो भने तपाईँले कामहरू सजिलै डेलिगेट गर्न सक्नुहुन्छ, होइन। अनि त्यतिखेर डेलिगेट गर्दा पनि तपाईँ ढुक्क के हुन सक्नुहुन्छ भन्दाखेरि चाहिँ ओके त्यसले काम बिगार्दैन, त्यो फलो गर्यो भनेदेखि चाहिँ तपाईँलाई ढुक्क चाहिँ हुन्छ, एउटा पिस अफ माइन्ड हुन्छ। र ट्रेनिङ र अनबोर्डिङमा एकदमै इजी हुन्छ। फ्रिलान्सिङमा पनि एजेन्सी ओनरलाई पनि कुनै नयाँ मान्छे हायर गर्नु पऱ्यो भनेदेखि तपाईँको पनि के हुन्छ नि, फ्रिलान्सबाट एजेन्सीमा जाँदै हुनुहुन्छ भने पनि एकैचोटि तपाईँको 10जनाको टिम बन्दैन। सुरुमा 2जना हुन्छ, त्यसपछि 5जना हुन्छ, त्यसपछि 7जना, अनि 10जना हुन्छ क्या। अनि त्यो बेलामा ट्रेनिङमा चाहिँ एकदमै धेरै टाइम स्पेन्ड हुन्छ। धेरैले गर्ने गल्ती नै त्यही नै हो, प्रोसेस नबनाउनु। सो ट्रेनिङ र अनबोर्डिङमा चाहिँ तपाईँको लाइफ इजी हुँदै जान्छ एसओपीले। अनि त्यसपछि तपाईँले यो सिस्टम बनाउन सक्नुहुन्छ, कतिपय कुराहरू अटोमेसन गर्न सक्नुहुन्छ, जसले चाहिँ तपाईँलाई इजिली मनी मेकिङ गर्नलाई, स्केल गर्नलाई चाहिँ सजिलो बनाउँछ अटो पाइलटमा, हो। क्लाइन्ट अक्वायर गर्यो, त्यसपछि कसैलाई डेलिगेट गर्यो, उसले काम गरिदिन्छ। सो फ्रिल्यान्सरहरूले पनि सब कन्ट्र्याक्टरहरू राखिरहेको हुन्छन्। सो यु क्यान बी इन द्याट पोजिसन, है। अर्को चाहिँ टाइम र रिसोर्सेसहरू पनि सेभ भयो। भनेको धेरै टाइम खेर पनि गएन। तपाईँले कसैलाई हायर गर्नुभयो भनेदेखि उसले भोलिबाटै आउटपुट दिन थाल्यो कि 1 महिना ट्रेनिङमा स्पेन्ड हुने भएन, हो। टाइम पनि सेभ हुने भयो र तपाईँसँग कन्फिडेन्स पनि बढ्दै जान्छ। सो इजिली स्केल गर्न सक्नुहुन्छ। हामीलाई स्केल गर्नु छ, र स्केल भनेको धेरै लामो समय होइन। तपाईँहरूसँग टाइम छैन, मैले अघि नै भनेको थिएँ, मलाई जे 10 वर्ष लागेको थियो त्यो तपाईँले 3 वर्षमा एचिभ गर्नुपर्नेछ भनेदेखि तपाईँलाई एसओपी चाहिन्छ, जसले तपाईँलाई फास्ट मुभ हुन हेल्प गर्छ। अनि अर्को चाहिँ माइक्रो म्यानेज गर्नु परेन कि, सानो सानो चिजहरू म्यानेज गरेर बस्नु परेन। जस्तो कुनै क्लाइन्टको इमेल चलेन, होइन, कसकोमा डिजाइन टाइममा गएन, कसैको सोसियल मिडियामा प्रब्लम छ, कसैको के भइरहेछ, त्यो चिजमा चिन्ता गर्नु परेन। सो माइक्रो म्यानेज गर्नु भएन, तपाईँले मेनली बिजनेसको मेजर इम्पोर्टेन्ट पार्टमा काम गर्न पाउनुहुन्छ, जसले गर्दा तपाईँलाई ग्रोथ गर्न सजिलो हुन्छ। एसओपीको अब जस्तो मैले एसयू गर्ने भएको भएर इक्जाम्पल यहाँ राखिदिएको छु, तपाईँहरूले यो हेर्न पनि सक्नुहुन्छ, अथवा पछि यो स्लाइडहरू तपाईँहरूलाई सेयर पनि हुनसक्छ, है। एक दुईवटा इक्जाम्पल, तपाईँले धेरै कम्प्लेक्स बनाउनु जरुरी छैन, तपाईँले सिम्पल चेकलिस्ट बनाए पनि हुन्छ। सो मैले चाहिँ जतिखेर वर्डप्रेसमा काम गरिरहेको हुन्थेँ, होइन, अनि मैले सेक्युरिटी र स्पिड अप्टिमाइजेसन चाहिँ प्याकेज गरेर सेल गरिरहेको थिएँ। अनि यो चाहिँ मेरो टिमको लागि इन्स्ट्रक्सन थियो। सो सेक्युरिटी कन्फिगुरेसनमा चाहिँ यो काम गर्नुपर्छ, यो चिजहरू चाहिँ स्ट्रिक्टली गर भन्थेँ। अनि स्पिड अप्टिमाइजेसनमा यो काम गर भनेर भन्थेँ। सो यति मैले बनाइदिइसकेपछि मेरो काम भनेको चाहिँ वर्डप्रेसको सेक्युरिटीको क्लाइन्ट अक्वायर गर्ने र स्पिड अप्टिमाइजेसनको क्लाइन्ट अक्वायर गर्ने, त्यसपछि मेरो टिमले सबै ह्यान्डल गर्थ्यो। अनि त्यसपछिको मेरो काम भनेको चाहिँ अपसेल गर्ने हुन्थ्यो, कि यिनीहरूलाई एसइओ सर्भिसेस अपसेल गर्थेँ मैले। मेरो फनेल नै त्यस्तै टाइपको थियो। सो यसले चाहिँ तपाईँलाई स्केल गर्न सजिलो हुन्थ्यो कि। सो इनिसियली मसँग एसइओ गर्ने भनेर क्लाइन्ट आउँदैन थिए, मसँग डेभलपमेन्टको सर्भिसको लागि क्लाइन्ट आउँथ्यो, मैले एसइओ अपसेल गर्थेँ। अहिले चाहिँ मलाई डेभलपमेन्टको क्लाइन्ट आउँदैन, डाइरेक्ट एसइओकै आउँछ। सो अर्ली स्टेजमा यो थियो। यस्तो चेकलिस्टहरू चाहिँ तपाईँले बनाउनु पऱ्यो, धेरै कम्प्लेक्स गर्नु जरुरी छैन, सिम्पल चेकलिस्टहरू चाहिँ तपाईँले बनाउनु पऱ्यो। जे काम छ, जस्तो तपाईँको इमेल मार्केटिङको लागि, होइन, कपी राइटिङको पनि कस्तो कपी लेख्ने भन्ने टाइपको हुनसक्छ, होइन। इमेल कतिवटा सिक्वेन्समा बनाउने कुराहरू हुनसक्छ, अटो रेस्पोन्डरहरू कतिको बनाउने, फ्लोको कुराहरू हुनसक्छ, एसइओ गर्दाखेरि कन्टेन्ट क्रिएसनको कुराहरू हुनसक्छ, भिडियो एडिटिङ गर्दाखेरि कसरी गर्ने, कुनै पनि कामलाई तपाईँले यसरी सिम्पल चेकलिस्ट बनाउन सक्नुहुन्छ। सुरुमा आफू युज गर्नुहोस्, पछि तपाईँले अरूलाई हेल्प गर्न सक्नुहुन्छ। प्लस यो चिज तपाईँले सेल गर्न पनि सक्नुहुन्छ, है, यदि सेल गर्न मन लाग्यो भनेदेखि चाहिँ। अब अर्को पार्ट भनेको स्केलिङको पार्टमा तपाईँ एक्लैले स्केल गर्न सक्नु हुँदैन।
तपाईँलाई एउटा टिम चाहिँ चाहिन्छ है स्केल गर्नको लागि। सो टिम किन चाहियो भन्दाखेरि तपाईँसँग एउटा आइडिया हुन्छ, तपाईँसँग एउटा भिजन हुन्छ, र तपाईँलाई डिफ्रेन्ट डिफ्रेन्ट स्किल सेटका मान्छेहरू चाहिन्छन्। सबै चिज तपाईँ एक्लैले सिकेर सक्नु हुँदैन। न त्यसको लागि यु हेभ टु हायर पिपुल टु हेल्प यु डिफ्रेन्ट एरियाजमा, जसले गर्दाखेरि तपाईँ चाँडै अनि धेरै एचिभ गर्न सक्नुहुन्छ। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सुरुमा म के गर्थेँ भन्दाखेरि म एसइओको सबै चिजहरू आफै गर्थेँ। म वेब डेभलपमेन्ट पनि गरिरहेको हुन्थेँ, एसइओ पनि गरिरहेको हुन्थेँ, मलाई सबै आउँथ्यो। जब म स्केल गर्छु भन्ने भयो त्यसपछि मैले वेब डेभलपमेन्टलाई चटक्कै काटेर छोडिदिएँ एन्ड आई फोकस्ड अन एसइओ। अनि एसइओमा पनि के थियो भन्दाखेरि अन पेज एसइओको लागि मैले डेडिकेटेड मान्छे राखेँ, अफ पेज एसइओको लागि लिङ्क बिल्डिङ गर्न डेडिकेटेड मान्छे राखेँ, कन्टेन्ट क्रिएसनको लागि डेडिकेटेड मान्छे, टेक्निकल एसइओ फिक्स गर्नको लागि वेब डेभलपमेन्ट ब्याकग्राउन्ड भएको डेडिकेटेड मान्छे, अनि त्यसपछि अकाउन्टिङ हेर्ने डेडिकेटेड मान्छे होइन, अनि लोकल एसइओ हेर्ने डेडिकेटेड मान्छे। एसइओभित्र पनि मसँग एकदम स्पेसलाइज्ड स्किलहरू थियो कि जसले गर्दाखेरि चाहिँ एकदमै चाँडै बेटर आउटपुट आइरहेको थियो क्या मेरो। सो त्यसरी डाइभर्स स्किल भएको मान्छेहरू ल्याएर चाहिँ तपाईँले काम लाउन सक्नुपर्ने हुन्छ। आफै सबै चिज सिक्न गर्न पोसिबल हुँदैन। सो यदि तपाईँ नै सबै चिज गर्छु भन्ने सोचिरहनु भएको छ भने एज अ फ्रिलान्सर अथवा एज एजेन्सी ओनर पनि होइन, तिनजनाको पनि एजेन्सी हुनसक्छ। सो तपाईँले ग्रो गर्नै सक्नु हुँदैन सबै चिज आफै गर्नुभयो भनेदेखि चाहिँ। तपाईँले एकदमै चाँडै सिलिङ हिट गर्न सक्नुहुन्छ है। त्यसपछि तपाईँको फर्दर ग्रोथ हुँदैन, किन तपाईँको सिलिङ आइसकेको छ, अब ग्रोथ चाहिँ हुनेवाला छैन। सो तपाईँ क्लाइन्ट अक्वायर गर्न थाल्नुभयो भने फुलफिलमेन्टमा प्रब्लम आउँछ। तपाईँले एउटा क्लाइन्ट अक्वायर गरेर फुलफिलमेन्ट गर्न थाल्नुभयो त्यसपछि अर्को क्लाइन्ट आउँदैन, त्यसपछि के भयो, ग्रोथ चाहिँ स्ट्याग्नेन्ट हुन्छ है। सो तपाईँले सेल पनि गर्ने, काम पनि गर्ने, म्यानेज पनि गर्ने, क्लाइन्ट रिटेन्सनमा नि काम गर्ने, सबै चिज एक्लै गर्न सक्नु हुँदैन। अनि अब के हुन्छ भन्दाखेरि ट्याक्सेसनका कुराहरू आउँछन्, कम्पनीको क्लोजिङका कुराहरू आउँछन् होइन, कहिलेकाहीँ गएर ओडामा गएर भेरिफाई गर्नुपर्ने हुन्छ होइन, कहिलेकाहीँ कर कार्यालयमा जानुपर्ने हुन्छ, धेरै झन्झटहरू छन्। सो त्यसले गर्दाखेरि चाहिँ तपाईँ एक्लै गर्नु भने चाहिँ यो हामी हुन्छ नि कहिलेकाहीँ सपनामा त्यो भर्खर सुत्ने बित्तिकै कहाँबाट झर्या देखेर झसङ्ग हुन्छ नि, तपाईँको लाइफ त्यस्तै हुन्छ है, तपाईँको ग्रोथ चाहिँ हुँदैन। सो एउटा फर्मेट छ एजेन्सीको लागि होइन, जसमा चाहिँ इजिली तपाईँलाई स्केल गर्न सजिलो हुन्छ। सुरुमै सबै चिज सबै पोजिसन फिल नहोला, तर यो फर्मेट चाहिँ एकदमै इफेक्टिभ फर्मेट हो तपाईँहरूको लागि। सो तपाईँ हुनुभयो यहाँनिर, तपाईँ सिइओ अथवा तपाईँसँग एउटा भिजन छ, अनि यो भिजनमा हेल्प गर्नको लागि तपाईँसँग एउटा इन्टिग्रेटर हुन्छ। यो इन्टिग्रेटरले चाहिँ तपाईँसँग एकदमै क्लोजली कम्युनिकेट गरेर यो भिजन चाहिँ यहाँ ट्रान्सलेट गर्छ। त्यसपछि तपाईँसँग एउटा मार्केटिङ र सेल्सको टिम चाहिन्छ, जस्तै तपाईँको मार्केटिङ र सेल्स गरेर क्लाइन्ट आइरहनु पऱ्यो तपाईँ भठामा। अर्को छ अपरेसन, अपरेसनभित्र डेभलपमेन्ट, एसइओ, पेड सर्च, सोसियल मिडिया सबै हुन्छ। यहाँबाट आएको क्लाइन्टलाई यिनीहरूले सर्भिस दिएको दिएकै गर्नु पऱ्यो र क्वालिटी सर्भिस दिएर क्लाइन्टलाई ह्याप्पी बनाउनु पऱ्यो। अर्को अकाउन्ट म्यानेजमेन्ट भन्छ। अकाउन्ट म्यानेजमेन्ट भनेको चाहिँ अकाउन्टेन्ट होइन है। अकाउन्ट म्यानेजमेन्ट भनेको चाहिँ को क्लाइन्ट छ त्यसलाई हेरेर क्लाइन्टसँग कम्युनिकेसन रेगुलरली गरेर क्लाइन्ट रिटेन्सनमा हेल्प गर्ने। सो हाम्रो यो क्लाइन्ट यो स्टेजमा छ, यो क्लाइन्ट यो स्टेजमा छ, यो क्लाइन्ट क्रिटिकल छ भनेर यो अकाउन्ट म्यानेजमेन्टले पनि अपरेसनसँग कोअर्डिनेसन गरेर चाहिँ क्लाइन्ट रिटेन्सनमा हेल्प गर्छ। सो यसले क्लाइन्ट ल्याइरहेको छ, यसले काम गरिरहेको छ, यहाँबाट पैसा आइरहेको छ र यसले चाहिँ क्लाइन्टलाई रिटेन गरिरहेको छ। र अब यहाँबाट आएको पैसा फेरि पनि म्यानेज गर्नु पर्यो होइन, पिपुलहरू पनि यहाँनिर ल्याउनु पर्यो, त्यसको लागि फाइनेन्सहरू हेर्ने मान्छे चाहियो, अकाउन्टेन्टहरू र एचआर पनि चाहियो जसले पिपुलको फुलफिलमेन्ट गरोस्। र यसरी तपाईँले चलाउनु भयो भनेदेखि, यसरी टिम फर्म गर्नुभयो भनेदेखि चाहिँ तपाईँ यहाँ हुनुहुन्छ, तपाईँलाई खासै स्ट्रेस चाहिँ हुँदैन। तपाईँले हेर्ने हो, यिनीहरूको प्रब्लम सल्भ गरिदिने हो र यिनीहरूले तपाईँको सबै बिजनेस रन गरिदिन्छन्, अनि तपाईँ घुम्न गए हुन्छ है। सो अहिले म यसरी नै गरिरहेको छु है, मेरो फर्मेट नै यही नै हो। म यहाँ छु, मसँग एउटा भिजन छ, अनि यहाँनिर मेरो भिजनमा हेल्प गर्ने पिपुलहरू छन्, त्यसपछि अपरेसन हेर्ने छन्, यहाँनिर डेभलपमेन्ट, एसइओ, एसइओभित्र पनि फर्दर ब्रान्च छ मेरो चाहिँ होइन, कन्टेन्ट क्रिएटरहरू, पेड सर्च र सोसियल मिडिया। मसँग सोसियल मिडिया छ, पेड सर्च म गर्दिनँ, मैले यो आउटसोर्सै गरिरहेको हुन्छु। सोसियल मिडिया टिम पनि छ मेरो, अनि मार्केटिङ पनि भइरहेछ होइन, अनि अकाउन्ट म्यानेजमेन्टको लागि पनि मैले काम गरिरहेको छु। अहिलेलाई चाहिँ म आफैले हेरिरहेको हुन्छु यो पार्ट पनि होइन। अनि त्यसपछि फाइनेन्स हेर्ने, एचआर हेर्ने सेपरेट डिपार्टमेन्ट छ। सो मैले केही पनि चिजको चिन्ता गर्नु पर्दैन। एन्ड यसरी तपाईँले गर्न सक्नु पर्यो। अब भर्खर सुरु गर्दैछु, म भर्खर वान म्यान छु, के भन्दाखेरि वान म्यान हुँदाखेरि यो सबै आफैले गर्ने हो,
त्यसपछि बिस्तारै फाइन्ड आउट गर्ने हो कि कुन पोजिसन चाहिँ मैले रिप्लेस गर्न सक्छु आफूलाई। सो मैले सोसल मिडिया चाहिँ कसैलाई डेलिगेट गर्न सक्छु कि सोसल मिडिया आफ्नो टाउकोबाट हटाउँदै जाने, त्यसपछि वेब डेभलपमेन्ट हटाउँदै जाने हो कि अर्को हटाउँदै जाने। सुरुमा अब मार्केटिङ आफैले गरेर हुनसक्छ भने बिस्तारै मार्केटिङ हटाउँदै जाने, आफ्नो टाउकोबाट हटाउने, अनि बिस्तारै आफू यो पोजिसनमा जाने र सबै ठाउँमा चाहिँ अरू मान्छेहरूलाई राख्नुपर्ने हुन्छ। अनि यहाँबाट जति पनि बेनिफिट आउँछ त्यो फेरि आफू एक्लैको लागि होइन, त्यो चाहिँ टिम मिलेर सेयर गर्ने हो है। यो फर्मेटमा चाहिँ तपाईँले काम गर्नु पर्यो। त्यो हुँदाखेरि अघि हामीले एजेन्सीको जति पनि स्ट्रेसहरू देखाएको थियौँ त्यो स्ट्रेसहरू नि सबै सेयर हुन्छ क्या यहाँनिर। तपाईँ एक्लैले सबै लिनु पर्दैन, सबैजना मिलेर एउटा कमन भिजनको लागि काम गरेर हुन्छन्। अनि यतिखेर चाहिँ तपाईँलाई 10 टाइम्स ग्रो गर्ने भन्ने कुराहरू चाहिँ यतिखेर सजिलो हुन्छ। सो 10,000देखि 1 लाखको लागि यो फर्मेट नचाहिएला। तर तपाईँ 1 लाखबाट 10 लाख, 10 लाखबाट 1 करोडसम्म जान चाहनुहुन्छ भनेदेखि चाहिँ दिस इज डेफिनेटली तपाईँले यो फर्मेटमा चाहिँ काम गर्नुपर्ने हुन्छ। इन्टिग्रेटर भनेको चाहिँ बिजनेस डेभलपमेन्ट अफिसर छ मेरो अफिसमा होइन। इन्टिग्रेटर भनेको चाहिँ उसले चाहिँ मेरो भिजन सेयर गरिसकेपछि उसले सबै टिमलाई मोबिलाइज गरेर एक्जिक्युसनमा लिएर जान्छ। सो म चाहिँ मेनली क्लाइन्ट अक्विजिसन र बिजनेस ग्रोथमा काम गरिरहेको हुन्छु, अनि मलाई जे मन लाग्यो त्यो गरिरहेको हुन्छु। इन्टिग्रेटरले चाहिँ यो सबै चिजलाई स्मुथ बनाउनको लागि काम गरिरहेको हुन्छ। अब एउटा कमन प्रब्लमको बारेमा कुरा गरौँ है। मैले धेरैजना एजेन्सी ओनरहरूसँग डिस्कस गरिसकेपछि फिगर आउट गरेको, उनीहरूलाई चाहिँ के लाग्छ भन्दाखेरि मेरो काम मैले जति बेटर अरूले गर्नै सक्दैन। सबैमा यो एउटा डर हुँदो रहेछ, भ्रम हुँदो रहेछ। अब के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले डेलिगेट गर्न सक्नु भएन भनेदेखि के गर्नु पर्यो, आफै गर्नु पर्यो नि त। सो म एउटा एउटा फनी इक्जाम्पल दिन्छु होइन। जतिखेर म ग्रो गर्दै थिएँ बिस्तारै मेरो प्रमोसन भइरहेको थियो मेरो फर्स्ट जबमा, म अर्गनाइजेसनमा। मेरो फर्स्ट जबमै म 7 वर्ष काम गरेँ हो क्या अर्गनाइजेसनमा, इजोन इन्टरनेसनल भन्नेमा। सो त्यतिखेर एकजना सर आउनुभएको थियो, सिनियर सर हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ समथिङ खोइ ममा केही ट्यालेन्ट देख्नुभएको थियो क्या अरे। अनि तिमी चाहिँ हाकिम हुने मान्छे हो, तिमी चाहिँ बोस हुनुपर्ने मान्छे हो, लिडरसिप क्वालिटी छ तिमीमा होइन, तर तिमी डेलिगेट गर्न सकिरहेको छैनौ रामबाबु। सो म यङ नै छु एकदमै होइन, हि इज धेरै एक्सपिरियन्स्ड। अनि हाकिम हुनको लागि चाहिँ रामबाबु घरमा आगो लाग्यो भने पनि ओइ ओइ पानी हाल्छ भनेर भन्ने हो कि आफूले आगो निभाउन जाने होइन भन्दै थियो कि। एन्ड देन त्यो मेरो दिमागमा एकदमै बस्यो मजाले है। प्लस मैले ब्याचलर्समा सेकेन्ड इयरमै ड्रप आउट गरेँ पनि आई लर्न वान थिङ, एउटा चिज मैले सिकेँ जुन चाहिँ मलाई आजसम्म काम लागेको छ। सो म ग्लोबल कलेजमा फर्स्ट इयर पढाएको थिएँ, सेकेन्ड इयर मैले एनसिसीमा पढाएको थिएँ, त्यसपछि थर्ड इयर मैले गर्दै गरिनँ बिबिएसको। सो म्यानेजमेन्टको एउटा फर्मुला छ, म्यानेजमेन्ट इज एन आर्ट अफ गेटिङ थिङ्स डन बाई अदर्स भनेर। एन्ड यो चाहिँ यहाँ काम लाग्छ कि डेलिगेट गर्नेमा। सुरुमा मलाई पनि गाह्रो हुन्थ्यो होइन, अनि ओहो मैले यस्तरी गर्थेँ त्यसले गरेर मिलेन, अझै पनि मलाई बेला बेला त्यो फिलिङ्स आउँछ। तर होस् म बरु अलिकति लेस क्वालिटी नै डेलिभर गरिदिन्छु, म चाहिँ काम गर्नेवाला छैन भनेर त्यसरी काम गरेर आउँछु। सो यु हेभ टु लर्न टु डेलिगेट your टास्क। हामी चाहिँ मोस्ट अफ द टाइममा हाउमा फोकस भइरहेको हुन्छौँ, हाउ टु डु दिस, हाउ टु डु द्याट होइन। यो प्रब्लम आयो, हाउ टु डु दिस, हामी चाहिँ त्यो पोजिसनमा भइरहेको हुन्छौँ। तर जब तपाईँ स्केल गर्ने पोजिसनमा पुग्नुहुन्छ, इनिसियल पोजिसनमा ठिक छ, तपाईँ एज अ फ्रिल्यान्सर काम गर्दाखेरि हाउ नै ठिक छ। तर जब तपाईँ एजेन्सी ओनर हुनुहुन्छ, तपाईँलाई एकदमै ग्रोथ गर्नुपर्ने छ, त्यतिखेर तपाईँले हाउ भनेर खोज्ने होइन, तपाईँले हु भनेर खोज्ने हो। कसलाई यो जिम्मेवारी दिउँ, कसले यो गर्न सक्छ, यो चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ है। अनि ट्रेन गर्ने हो। एसओपी किन बनाएको त अघि हामीले हामीले दुईवटा स्लाइड अगाडि त एसओपी बनायो नि त, किन बनाएको त? डेलिगेट गर्नको लागि। टिम किन बनाएको? डेलिगेट गर्नको लागि, जसले गर्दा हामीसँग फ्री टाइम धेरै होस्, हामी ठुलो भिजनमा काम गर्न सकौँ र हाम्रो भिजन फुलफिल गर्नलाई एक्जिक्युसनमा चाहिँ हामीसँग टिम होस् भनेर। सो त्यसले गर्दाखेरि तपाईँले एसओपी बनाउनु पर्यो, टिम बनाउनु पर्यो, त्यसपछि डेलिगेट गर्न सकिन्छ है। सो यसको लागि चाहिँ म तपाईँहरूलाई एकदमै रिकमेन्ड गर्छु है। हामी मेरो प्रेजेन्टेसनको लास्ट लास्टतिर नै आइसकेका छौँ। सो हु नट हाउ भन्ने एउटा बुक छ है। एन्ड यो बुक पढिसकेपछि त्यसले मेरो काम गर्ने तरिका नै चेन्ज गरिदियो, मैले फर्दर ग्रोथ गर्न सकेँ, मेरो लागि फ्री टाइम धेरै भयो। जसले गर्दाखेरि चाहिँ यो हुनट हाउमा यो मान्छेले यसरी सिकाउँछ कि होइन, ड्यान सुलिभन भन्नेले, उसले यो किताबै पनि अर्कोलाई लेख्न लगाइदियो क्या। उसको आइडिया हो तर लेख्न अरूलाई लगाइदियो। सो डेलिगेट गर्न सक्नुपर्ने हुन्छ है। सुरुमा मलाई के थियो भने सोसियल मिडियाको लागि मैले हायर गर्ने कि नगर्ने भन्ने भइरहेको थियो। म आफैले मेरो सोसियल मिडिया अरूलाई
दिन सकिरहेको थिइनँ कि होइन। अनि अब त्यो सिचुएसनमा चाहिँ के थियो भन्दाखेरि अब मैले मेसेज रिप्लाई गर्न पनि भ्याउँदिनँ, केही गर्न पनि भ्याउँदैन, मेरो सोसियल मिडिया के गर्ने भन्दाखेरि चाहिँ देन आई हायर्ड अनि सबै एक्सेस दिइदिएँ। सो याद गर्नुपर्ने चाहिँ के छ भन्दाखेरि चाहिँ ट्रस्ट गर्नु पर्यो, राइट पिपुल हायर गर्नु पर्यो, एन्ड देन डेलिगेट गरिदिने हो। त्यति भइसकेपछि त्यो मान्छेले आफै सबै चिज ह्यान्डल गरिदिन्छ। हाम्रो भित्रको त्यो यहाँभित्रको जो लिमिटेसन भनेको थियो नि, रोड ब्लक्स, यहाँभित्र मात्रै हो डेलिगेट गर्न नसक्ने भने। डेलिगेट गरिसकेपछि आउटपुट आउँछ। अलिकति इरर आउँछ, इट्स पार्ट पार्ट अफ लाइफ, हामीले गर्दा नि कहिले काहीँ इरर आउँछ, त्यसलाई करेक्सन गर्ने हो। अनि डेलिगेट गरेर चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ है। सो लगभग इन्तिर आइसक्यो, मैले एकछिनलाई स्क्रिन सेयर नगरेकै हो है। अब नाउ हुन टाउले तपाईँलाई के सिकाउँछ भन्दाखेरि चाहिँ एज अ फ्रिलान्सर अथवा एजेन्सी ओनर, इफ यु वान्ट टु गेट मोर डन, कन्सिडर द पिपुल द्याट क्यान हेल्प यु इन्स्टेड अफ वरिङ अबाउट द बेस्ट वे टु डु इट है। धेरैजनाको आउ छ, यो माइन्ड सेट चाहिँ चेन्ज गर्नुपर्छ। मैले भने नि त सबभन्दा पहिला इम्पोर्टेन्ट भनेको माइन्ड सेट हो। तपाईँ ग्रोथ गर्न खोजिरहनु भएको छ भने स्किल तपाईँले सिक्नुहुन्छ कि स्किलको लागि मैले यत्रो धेरै प्रेजेन्टेसन दिनु जरुरी छैन। फ्री रिसोर्सेसहरू टन्नै छ, प्लस ट्रेनरहरू धेरैजना हुनुहुन्छ, सौगात हुनुहुन्छ। म छु एसइओ सिक्ने भएदेखि डिजिटल मार्केटिङको सौगात जतिको राम्रो ट्रेनर मैले अहिलेसम्म देखाएको छैन। मैले पर्सनली धेरैजनासँग कुरा गरेको छु होइन। सो स्किल त तपाईँले सिकिहाल्नुहुन्छ, अब ग्रोथ कसरी गर्नुहुन्छ, द्याट्स द इम्पोर्टेन्ट पार्ट है। त्यसको लागि चाहिँ यु हेभ टु थिङ्क डिफ्रेन्टली। तपाईँको रोड ब्लक भनेको यहाँ छ होइन। डेलिगेटै गर्न सक्नुहुन्न भने कसरी ग्रोथ गर्नुहुन्छ, कसरी टिम बनाउनुहुन्छ। सो त्यो पार्ट पनि ब्रेक गर्नुपर्ने छ है। अर्को चाहिँ के छ भन्दाखेरि डेलिगेट गरिसकेपछि तपाईँसँग मोर टाइम हुन्छ आफ्नो लागि है। सो तपाईँले राइट पिपुल फाइन्ड आउट गर्नु पर्यो। राइट पिपुल फाइन्ड आउट गरिसकेपछि उनीहरूले तपाईँको गोलको लागि काम गर्छन्। तपाईँले उनीहरूलाई केयर गर्दै भयो, उनीहरूको निड हुन्छ, उनीहरूलाई टाइममा पे गर्नुहोस्, उनीहरूको प्रब्लमहरूमा सपोर्ट गर्नुहोस्, उनीहरूले अरू सबै चिज हेरिदिन्छ है। त्यसपछि यो तरिकाले गर्दाखेरि यु विल अर्न मोर मनी के। हुन ठाउँमा जाँदाखेरि चाहिँ हुमा फोकस गर्नुहोस्, हाउमा फोकस नगर्नुहोस्, एन्ड देन यु मेक मोर मनी। यु विल अर्न मोर मनी वेन यु फाइन्ड द राइट हुज टु सल्भ योर हाउस। सो हाउ भन्ने प्रब्लम सल्भ गर्नको लागि चाहिँ तपाईँले हुलाई हायर गर्नुपर्ने छ। त्यति भयो भनेदेखि चाहिँ एज अ फ्रिलान्सर होस् अथवा एज अ एजेन्सी ओनर होस्, फ्रिलान्सर हुँदा हुँदै कहिलेकाहीँ एजेन्सी ओनरमा भइसकेको थाहा पनि हुँदैन। अपर्च्युनिटी आउँछ, पिपुल हायर गर्दै गऱ्यो, एउटा टिम भइसक्यो हुन्छ, एन्ड देन एउटा अफिस मात्र रजिस्टर गर्न बाँकी हुन्छ। त्यो सिचुएसन पनि आउन सक्छ कतिपय लाइफमा। सो त्यति नै हो। सो मेनली स्केलिङ गर्नको लागि चाहिँ तपाईँको होइन माइन्ड सेटबाट सुरु भएर सिस्टम एन्ड प्रोसेसमा काम गर्नुभयो भने तपाईँले स्केल गर्न सक्नुहुन्छ। अब तपाईँको केही क्वेसन छ भनेदेखि चाहिँ होइन वान एट अ टाइम गर्नुहोस्, म तपाईँको क्वेसन्सहरू एन्सर गर्दै जान्छु है। सो अब चाहिँ हामी क्युएनएमा जाँदा हुन्छ है। यति नै थियो। कस्तो लाग्यो तपाईँहरूलाई होइन। अनि अब केही क्वेसन छ भने फिल फ्री, एकदम मजाले जे पनि सोधे हुन्छ अब चाहिँ है। अब क्युएनएमा छौँ। सो मन खोलेर क्वेसन सोध्नुभयो हुन्छ है त। ओके, सो गाइज आई थिङ्क सबैजनालाई आजको सेसन भ्यालुएबलै फिल भयो होला होइन। र रामबाबुले भनेको जसरी नै सबैभन्दा पहिला चाहिने कुरा भनेको माइन्डसेट नै हो क्या। कतिपय टाइममा म पनि कतिजनालाई भेटिरहेको हुन्छु जसलाई चाहिँ धेरै कुरा अचिभ गर्न मन हुन्छ, तर त्यो अचिभ गर्नको लागि त्यो खालको माइन्डसेट नै डेभलप भएको हुँदैन। सो आजको वर्कसपमा पनि सबैभन्दा पहिला तपाईँहरूले चेन्ज गर्नु पर्ने कुरा भनेको चाहिँ आफ्नो माइन्डसेटलाई नि हो। जब तपाईँको माइन्डसेट चेन्ज हुन्छ त्यसपछि मात्र तपाईँ एउटा राइट डिरेक्सनमा जानको लागि चाहिँ केपेबल पनि बन्नुहुन्छ क्या। सो यस, वर्कसप एन्ड भइहाल्यो। अब तपाईँहरू च्याट बक्समा वान बाई वान क्वेसन्सहरू सोध्नु होला। अब आई नो क्वेसन्सहरू चाहिँ टन्नै आउनेवाला छ होइन, बट जति सकिन्छ हामीहरू वान बाई वान चाहिँ सल्भ गर्दै जाउँला नि त नि है। ओके सो म विजय शर्माको क्वेसनबाट सुरु गर्छु। त्योभन्दा माथि ल कसैको छ भनेदेखि म 21 भनिदिन्छु। 28मा सुरु भएको छ। सो वाट अबाउट गणेश फ्रम सक्दु युनिभर्सिटी एन्ड दिनेश थापा फ्रम एक्स डेजो लर्निङ। यो पार्ट मलाई थाहा भएन, सरी है। मैले स्किप गरेँ यो क्वेसन। सर इज दिस अ गुड डिसिजन टु लर्न गुगल एड्स सर अर यु सजेस्ट एसइओ। अब यो चाहिँ दुइटै फरक स्किल हो, दुइटैमा त्यत्तिकै इफोर्ट लाग्छ सिक्नको लागि, दुइटैमा अपर्च्युनिटी छ होइन। अब तपाईँलाई जुन सिक्न मन छ त्यही सिक्नुहोस्। मलाई चाहिँ एसइओ रमाइलो लाग्यो, त्यही भएर मैले एसइओमा करियर बनाएँ होइन। गुगल एड्स मैले एक दुईचोटि सिक्न ट्राई गरेँ, मेरो लागि होइन रहेछ, मैले सिकिनँ। सो गुगल एड्समा नि राम्रो अपर्च्युनिटी छ। स्टिल पनि के हुन्छ भने गुगलले आफ्नो एडलाई जहिले पनि प्रायोरिटी दिइरहेको हुन्छ। कुनै पनि बिजनेसलाई बिस्तारै ग्रो गर्नु छ भने एसइओ हो, फास्ट ग्रो गर्नको लागि गुगल एड्स नै हो है। हामी त्यही नै रिकमेन्ड गर्छौँ। त्यसले गर्दाखेरि जुन सिके पनि तपाईँसँग इनफ अपर्च्युनिटी छ है।
यदि फ्रिलान्सिङ प्लेटफर्महरूमा हेर्नुभयो भनेदेखि गुगल एड्स गर्नेहरूले पनि $100 पर आवरसम्म चार्ज गरिरहेको देखाएको छु मैले। सो गो फर इट है गुगल एड्स चाहिँ। म त एसइओ नै सिक्नुपर्छ पनि भन्दिनँ, तपाईँले जे ठिक लाग्छ त्यही गर्नुहोस्। एआई एजेन्सीको बारेमा भनिदिनु न, हाउ टु स्टार्ट एआई एजेन्सी। एआई एजेन्सी भन्ने त्यस्तो कुनै नयाँ टर्म चाहिँ होइन एक्चुअली। तपाईँ कुन सर्भिस कसरी दिनुहुन्छ भन्ने मात्र हो। यो एडभर्टाइज गर्नेहरूले पुरा इन्फर्मेसन नदिया भएर तपाईँ एआई एजेन्सीमा अड्क्या हो होइन। सो तपाईँ राइट। के सर्भिस दिन चाहनुहुन्छ? तपाईँ कन्टेन्ट क्रिएसन गर्न चाहनुहुन्छ भनेदेखि पनि तपाईँले एआई युज गरेर कन्टेन्ट क्रिएट गरेर सर्भ गर्न सक्नुभयो। सो बेसिकली आजको दिनमा त मोस्ट अफ द एजेन्सी आर एआई एजेन्सी। मेरो एजेन्सीमा पनि एआई युज भइरहेको हुन्छ होइन, सौगातले नि एआई युज गरिरहेको हुन्छ होला होइन। सो तपाईँले के सर्भिस दिने त्यो पार्टमा क्लियर हुनुहोस्, त्यसलाई एआई युज गरेर दिन सक्नुहोस्, त्यही नै हो एआई एजेन्सी। त्योभन्दा धेरै कम्प्लिकेट गर्नु जरुरी छैन। सो तपाईँ इमेल मार्केटिङ गर्न चाहनुहुन्छ भने एआई युज गर्नुहोस्, इमेलको कपीहरू अझ बेटर लेख्नुहोस्, अटोमेसनहरू बनाउनुहोस्, सर्भिस दिनुहोस्, त्यही नै हो है। अर्को छ, सर इज दिस द गुड डिसिजन टु लर्न क्वेसन। गुगल एड्स? रिपिट भयो है। हाउ टु बिल एन्ड रिसिभ पेमेन्ट्स एट स्केल फ्रम क्लाइन्ट्स। ओके, खतरा क्वेसन आयो है। यो चाहिँ के थियो भन्दा अघि मैले सुरुमा देखाएको फर्स्ट स्लाइडमै थियो, मैले सुरुमा चाहिँ एउटा पायोनियरको कार्ड देखाएको थिएँ होइन। त्यतिखेर चाहिँ एउटा पेमेन्टै आउनु पनि ठुलो कुरो थियो नेपालमा। पेमेन्ट रिसिभ गर्नै धेरै नै गाह्रो थियो जतिखेर हामीले सुरु गरेका थियौँ। अहिले धेरै सजिलो भएको छ, फ्युचरमा के हुन्छ आई डोन्ट नो। सो लार्ज स्केलमा काम गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ एउटा एजेन्सी चाहिँ बाहिर रजिस्टर गर्नुहोस्। नेपालमै मात्र नबस्नुहोस् होइन। तपाईँ युएसमा रजिस्टर गर्न सक्नुहुन्छ अथवा दुबईमा रजिस्टर गर्न सक्नुहुन्छ। अहिलेको केस हेर्दा दुबईमा गर्नुहोस् भन्छु म, युएस भन्दा पनि। अलिकति खर्च हुन्छ तर त्यो भइसकेपछि तपाईँसँग पेपालको एक्सेस हुन्छ, स्ट्राइपको एक्सेस हुन्छ, तपाईँसँग ब्याङ्क एकाउन्ट हुन्छ बाहिरै होइन। तपाईँ नेपालमै बसेर काम गरेर पनि तपाईँको बाहिर पेमेन्टहरू इजिली रिकरिङ रेभेन्यूहरू आउँछ, तपाईँको पैसा सेफ हुन्छ, सेक्योर हुन्छ। त्यसरी काम गर्दा चाहिँ बेटर। अनि तपाईँलाई नेपालमा अपरेसन चलाउन जति पैसा चाहिन्छ त्यति विथड्र गर्नुहोस्, अरू पैसा बाहिरै राखे नि भयो, पछि एकैचोटि ल्याउँदा पनि भयो। त्यसरी गर्दा चाहिँ बेटर हुन्छ। अनि तपाईँसँग एउटा एकाउन्टिङ सफ्टवेयर अथवा इन्भोइसिङ सफ्टवेयर चाहिन्छ। मैले चाहिँ फेसबुक युज गर्छु। सो मैले फेसबुक युज गर्छु अनि मेरो फेसबुकले चाहिँ क्लाइन्टहरूलाई अटोमेटिकली चार्ज गर्छ। मैले कहिले पनि पैसा पठाउनु भनेर इन्भोइस पनि पठाउनु पर्दैन। सो जब तपाईँसँग धेरै क्लाइन्ट हुन्छ सबै चिज अटोमेसनमा लानुपर्ने हुन्छ। सो टुल्सहरू युज गर्ने हो अनि त्यसपछि गर्ने हो है। अब सोनमजीको क्वेसन छ, एसइओ इज डेड अर नट सर विथ एआई भन्ने हुन्छ। एसइओ चाहिँ डेड हुँदैन होला एक्चुअली। ह्युमन बिहेभियरलाई हेरौँ हामीले होइन, हामी खोज्न कहिले पनि छोड्नेवाला छैनौँ। सो हामी गुगलको साटो अर्को ठाउँमा गएर खोज्छौँ कि अब त्यो प्लेटफर्मको लागि एसइओ गर्ने होला है। सो पहिला सुरुमा के थियो भने गुगल नै थिएन, स्टिल मान्छेहरूले खोज्नको लागि केही चिजहरू थियो। त्यसपछि गुगल आयो, गुगलले इजी बनाइदियो, त्यही भएर मान्छेले धेरै गुगल युज गरे। पछि मान्छेहरूले प्रोडक्टहरू खोज्नको लागि अमेजनमा जान थाले, भिडियोहरू खोज्नलाई युट्युबमा जान थाले होइन। त्यही अनुसार चाहिँ सबै चिज आफैमा सर्च इन्जिनको रूपमा डेभलप भइरहेको छन्। सो एसइओ चाहिँ इभल्भ भइरहेछ। गुगलको अल्गोरिदम अपडेटले चाहिँ अझ धेरै बेटर हुन्छ। जसले एक्सप्लोइट गरेर हुन्छन्, सिस्टमहरूलाई प्ले गरेर हुन्छन्, तिनीहरूलाई चाहिँ इलिमिनेट गरेर जेन्युन भ्यालु प्रोभाइड गर्न सबै प्लेटफर्महरूले आफूलाई अपडेट गरिरहेको हुन्छन्। सो एसइओ डेड होइन, एसइओ चाहिँ इभल्भ भइरहेको छ है। झन् एसइओ डेड अपग्रेड हुन्थ्यो चाहिँ भने आउँछ। अपडेट चाहिँ हुन्छ। सो एसइओ डेड हुने भएदेखि चाहिँ अब मेरो रेभेन्यू बढिरहेको छ कि मेरो घट्दै जानुपर्ने हो नि त। म एसइओ एसइओ भनेर बसिरहेको छु, मेरो रेभेन्यू बढ्दै गइरहेको छ कि होइन। मसँग नयाँ क्लाइन्टहरू आइरहेको छन्। त्यसले गर्दाखेरि सर्टेन निसको लागि चाहिँ अब एसइओले काम गर्दैन, तर नयाँ नयाँ निसहरू, नयाँ नयाँ अपर्च्युनिटीहरू आइरहेछ। इ कमर्समा एसइओको धेरै अपर्च्युनिटी छ, लोकल बिजनेसहरूमा धेरै अपर्च्युनिटी छ, त्यसमा काम गर्न सकिन्छ। अब पहिला पहिला जस्तो लिरिक्सको वेबसाइट बनाउँछु भनेर चाहिँ हुँदैन होइन। लिरिक्स चाहिँ गुगलले आफै देखाइदिन्छ, तपाईँको साइटमा कोही पनि जानेवाला छैन। अँ, त्यो आफू अलिकति केयरफुल भएर निस सेलेक्ट चाहिँ गर्नु पर्यो है। एज अ न्यू इन डिएम वाट टु लर्न, म नै एन्सर गरिदिनु कि सौगातलाई पास गरिदिनु? सोमनाथ अधिकारी आई थिङ्क मेरो स्टुडेन्ट पनि हुनुहुन्छ होइन। उहाँले अहिले हाम्रो करेन्ट जुन ब्याच छ त्यो ब्याचबाट पनि लर्न गरि नै राख्नु भएको छ। सो डिजिटल मार्केटिङमा पनि सिक्नको लागि सबै कुराहरू आउँछ। सो मेरो यसमा कन्सेप्ट चाहिँ अलिकति डिफ्रेन्ट छ क्या होइन। ओके। तिमीले चाहिँ अब आफ्नो क्लाइन्टको लागि चाहिँ अब एसइओ सर्भिस भनेर चाहिँ स्पेसलाइज त्यही नै प्रोभाइड गराएको हुन्छौँ। तर हो। हामीले हाम्रो एजेन्सीबाट चाहिँ होइन एउटा इन्टिग्रेटेड मार्केटिङ सर्भिस प्रोभाइड गराएको हुन्छौँ। जुन सर्भिसहरू इन्टिग्रेट गरेर चाहिँ हाम्रो एन्ड गोल भनेको चाहिँ क्लाइन्टको प्रोडक्ट वा सर्भिस राइट अडियन्सको अगाडि पुगेर सेल्स हुनु पर्यो क्या। त्यसको एक्ज्याक्टली। लागि तिमीले पनि तिम्रो एन्ड गोल पनि त्यही नै हो। तर रामबाबुले त्यो एन्ड गोल अचिभ गर्नको लागि एसइओलाई स्पेसलाइज गरेर युज गर्नुभएको छ भने हामीले चाहिँ त्यो गोल अचिभ गर्नको लागि चाहिँ पेड एड
इमेल मार्केटिङ र लिड जेनेरेसन, मेनली यो तिनवटा कुरामा फोकस गरिरहेको हुन्छौँ होइन। सो डिएमएमपीमा हाम्रो प्रोग्राममा पनि हामीले के सिकाउँछौँ भने चाहिँ क्लाइन्टको एन्ड गोल अचिभ गर्नको लागि यदि हामीहरूले इन्टिग्रेटेड मार्केटिङ सर्भिस प्रोभाइड गर्ने हो भने चाहिँ हामीले सबै कुराको नलेज चाहिँ गेन गर्नुपर्छ क्या होइन। फ्युचरमा गएर रामबाबुले भनेको जसरी नै एजेन्सी रन गरिसकेपछि चाहिँ एउटा डिफ्रेन्ट डिफ्रेन्ट फिल्डको लागि डिफ्रेन्ट डिफ्रेन्ट एक्सपर्टहरू हायर गर्न सकिन्छ, तर फ्रिलान्सरमा त वान म्यान आर्मी त हो नि, सबै कुरा आफैले गर्नुपर्ने हुन्छ। सो त्यही भएर कुनै पनि बिजनेसको त्यो एन्ड गोल अचिभ गराउनको लागि चाहिँ पेड एड, ल्यान्डिङ पेज डिजाइनदेखि लिएर लिड जेनेरेसन होइन, ट्राफिक ल्याउने र कन्भर्सन गरिदिने, यो सबै कुरा चाहिँ आउनुपर्छ इनिसियल्ली। तर फ्युचरमा जब यो कुराहरूमा एक्सपर्ट आफै बन्न थालिसकेपछि चाहिँ त्यसकै ठाउँमा चाहिँ अरू मान्छेहरू हालेर रिप्लेस गर्नुपर्ने हुन्छ। सो धेरै कुराहरू चाहिँ यसमा सिक्नको लागि तपाईँहरू चाहिँ अब एसइओ मात्र सिक्छु वा भिडियो एडिटिङ मात्र सिक्छु वा पेड एड मात्र सिक्छु भनेर त्यो स्पेसिफिक भएर पनि जान सक्नुभयो होइन। तर पेड एड मात्र सिक्छु भनेर मात्र पनि हुन्न क्या। पेड एडसँग ल्यान्डिङ पेज कसरी डिजाइन गर्ने, लिड जेनेरेट कसरी गर्ने, कन्भर्जन कसरी ल्याउने, त्यो पनि कुरा थाहा हुन एकदम नै जरुरी छ। किनकि कुनै पनि क्लाइन्टले तपाईँलाई पेड एड मात्र रन गर्नको लागि लङ टर्म पे गर्नेवाला छैन होइन। पेड एड रन गर्नको लागि पे त गरिरहेको छ, तर उनीहरूको राम्रो क्वालिटी लिड जेनेरेट भइरहेको छैन, सेल्स भइरहेको छैन भने 1-2 महिना काम गर्ला, तर लङ टर्ममा चाहिँ काम गर्न सकिँदैन। सो मेरो साइडबाट मैले एन्सर दिनु पर्यो भने चाहिँ यसमा चाहिँ म सबै कुराको नलेज गेन चाहिँ गर्नुपर्ने हुन्छ, किनकि त्यो सबै कुरालाई इन्टिग्रेट गरेर चाहिँ हामीले काम गर्छौँ क्या। इभन हामीले पनि अहिले त्यही गरिरहेको हुन्छौँ र हाम्रो प्रोग्राममा पनि हामीले त्यही नै सिकाइरहेको हुन्छौँ। सो मेरो एन्सर चाहिँ त्यो छ होइन। अब डेफिनेटली तिम्रो एन्सर डिफ्रेन्ट होला, सो तिम्रो पर्सपेक्टिभबाट पनि सेयर गरिदियो हुन्छ सो नि। डिजिटल मार्केटिङमा के सिक्ने भन्दाखेरि चाहिँ होइन, सबभन्दा पहिला चाहिँ डिजिटल मार्केटिङ एकदमै ठुलो चिज हो कि है, ठुलो फिल्ड हो, धेरै चिजहरू छ। आफूलाई के चिज रमाइलो लाग्छ त्यो पार्टबाट सुरु गऱ्यो भनेदेखि चाहिँ इट्स इन्ट्रेस्टिङ होइन, चाँडै सिकिन्छ पनि अनि चाँडै अलिअलि पैसा कमाउन सकिन्छ पनि क्या। त्यसपछि अरू स्किल त्यो माथि थप्दै जाँदा हुन्छ। मैले एसइओको कुरा गरिरहेको हुन्छु, मैले क्लाइन्टलाई एसइओ सर्भिस दिइरहेको हुन्छु, एट द सेम टाइम मैले आफ्नो लागि इमेल मार्केटिङ पनि गर्छु, एडभर्टाइजमेन्ट पनि गर्छु, एसएमएस मार्केटिङ पनि गर्छु, वाट्सएप मार्केटिङ पनि गर्छु होइन, अनि युट्युबतिर भिडियो पनि हालेर आउँछु, सोसियल मिडिया मार्केटिङ अनि एसइओ पनि गरिरहेको हुन्छु। सबै चिज इन्टिग्रेटेड नै हुन्छ। मलाई चाहिँ रमाइलो के लाग्छ, फेरि म पर्सनली गर्नु पऱ्यो भने, म सर्भिस दिनु पऱ्यो भने म एसइओ बाहेक अरू सर्भिस दिन्न। किन? आई इन्जोय एसइओ होइन। अनि एसइओ भित्र पनि के छ भन्दाखेरि फर्दर स्पेसलाइजेसन गर्दाखेरि चाहिँ मेरो एक्सपर्टिज भनेको कन्टेन्ट क्रिएसन होइन होइन, मेरो एक्सपर्टिज भनेको टेक्निकल एसइओ हो। टेक्निकल एसइओ म एकदमै खतरा छु। म कुनै पनि प्रब्लम कहाँबाट आएर ठ्याक्कै थाहा पाइदिन्छु होइन, किनभने त्यसलाई सपोर्ट केले गर्छ, म पहिला वेब डेभलपर थिएँ। सो कन्टेन्ट क्रिएसनमा सेपरेट मान्छेहरू छन् होइन। सो स्पेसलाइजेसन पछि गर्दै जाने, सुरुमा चाहिँ सबै चिज सिकेर अब कुनै एउटा प्रोग्राममा इनरोल गरेर त्यसकै फर्मेटमा सिक्यो भने बेटर, किनभने त्यो टेस्टेड प्रोग्राम हुन्छ। अनि त्यसपछि चाहिँ अनि आफूले स्पेसलाइज गर्दा बेटर हो, मैले सजेसन दिँदाखेरि चाहिँ। ऱ्यान्डमली फ्री रिसोर्सबाट हेर्दाखेरि चाहिँ टाइम धेरै वेस्ट हुन्छ। सो कसैले अलरेडी कोही एक्सपर्टसँग सिकेर अनि गर्दा चाहिँ बेटर हो है। सबै चिज सिक्न सकिन्छ, पिक वान यु लभ द मस्ट, त्यही नै हो मैले भन्ने चाहिँ। हाउ टु हायर द बेस्ट पिपुल भन्ने छ है, हेमन्त न्यौपानेजीको क्वेसन छ। सो एकदमै बेटर, हामी टिम बिल्डिङको कुरा गरिरहेको छौँ होइन। अब मेरो प्रोसेस चाहिँ के छ भन्दाखेरि चाहिँ होइन, म सिभीलाई कहिले पनि ट्रस्ट गर्दिनँ है। म आफैले सिभी बनाउन सिकाइदिएको छु। जतिखेर मेरो स्यालेरी आई थिङ्क 5,000 थियो, मैले मेरो सिभी हेरेर चाहिँ मेरो कम्पनीको सिओले त यो सिभी अनुसार त तिमीलाई 35,000 पे गर्नुपर्ने भन्नुभएको थियो क्या। सो सिबीले कतिपय अवस्थामा लाइ गर्छ। सो सिबी हेरिसकेपछि एटलिस्ट, तर सिबी के इन्डिकेटर हो भने कुनै पनि मान्छेले एउटा इन्फर्मेसन कतिको अर्गनाइज वेमा प्रेजेन्ट गर्न सक्छ, त्यो चिज चाहिँ हेर्ने हो, उसको एटेन्सन टु डिटेलहरू चाहिँ हेर्ने हो सिबीमा। र बेसिक इन्फर्मेसन लिइसकेपछि चाहिँ आउने हो इन्टरभ्यू, एकैचोटि डिसिजन नगरिहाल्ने के। हायर स्लो फायर फास्ट भन्छ कि बिजनेसेसमा चाहिँ, मल्टिपल वेमा क्वालिफाई गरिसकेपछि मात्र पिपुल हायर गर्ने। सो सुरुमा इन्टरभ्यू लियो, त्यसपछि टेस्ट टास्क दिने नै, त्यो टास्क उसले कस्तो गर्छ क्वालिटी चेक गर्ने हो होइन। त्यो मान्छे आउँदाखेरि चाहिँ फिलिङ कस्तो छ, त्यो मान्छेसँग गफ गर्दाखेरि पोजिटिभ भाइब आइरहेछ कि नेगेटिभ भाइब आइरहेछ, त्यो मान्छे अलिकति घमण्डी टाइपको छ कि त्यो मान्छे भोलि टिम प्लेयर भएर काम गर्न सक्छ कि सक्दैन। अनि मैले अर्को एउटा चिज पनि सोध्छु हायर गर्दाखेरि चाहिँ, तिम्रो विदेश जाने प्लान छ कि छैन भनेर। उम्, सो कसैको विदेश जाने प्लान छ, म हायरै गर्दिनँ,
किनभने मलाई त कोही रिलायबल मान्छे चाहियो जसलाई चाहिँ मैले डेलिगेट गर्न सकौँ, होइन, म रिलाइ हुन सकौँ भनेर। सो म चाहिँ फिल्टर फर्स्टमा चाहिँ म विदेश जाने प्लान छ कि छैन भनेर गर्छु, किनभने पास्टमा चाहिँ एक दुईजना मैले हायर गरेको मान्छे चाहिँ भिजा आइसकेर सबै ब्याकग्राउन्डमा प्रोसेस भइरहेको रहेछ, खबरै नदी मान्छे गए, पछि हेर्दाखेरि अस्ट्रेलियामा छ। सो त्यो चिजहरू नि हुन्छ, त्यसले गर्दाखेरि चाहिँ टाइम लिने मान्छे चाहिँ के हुनु पऱ्यो भने जेन्युन रिलायबल, होइन, ट्रस्टवर्दी मान्छे चाहिँ हायर गर्नु पऱ्यो। स्किल चाहिँ हामीले सिकाउन सक्छौँ कि, सो स्किलमा इमिडिएटली फोकस नगर्ने, हामीले चाहिँ त्यो मान्छे रिलायबल छ कि छैन, म भर पर्न सक्छु कि सक्दिनँ, मेरो फेसबुक एकाउन्ट यो मान्छेलाई चलाउन दिन सक्छु कि सक्दिनँ त, सकिन्छ हायर गरे भयो, सकिँदैन हायर नगर्नुहोस्, है। तर एट द सेम टाइम सधैँ सिकाउन सकिँदैन, आफ्नो स्किललाई कम्प्लिमेन्ट्री दिने मान्छे हायर गर्ने, सधैँ बिगिनर हायर नगर्नु। एक्सपर्ट हायर गर्नु भने इमिडिएटली रिजल्ट दिन थाल्छ, इमिडिएटली पैसा आउँछ। बिगिनर आयो भनेदेखि चाहिँ तपाईँले सिकाउनुपर्छ, उसले हार्डवर्क गर्दा गर्दै पनि मिस्टेक गर्छ, त्यो सबै मिस्टेक तपाईँको कस्ट हो। सो तपाईँको कस्ट बढ्दै जान्छ। सो हायर चाहिँ एक्सपर्ट गर्नुहोस् जहिले पनि, अनि त्यसपछि एक्सपर्ट हायर गरिसकेपछि अनि उसको अन्डरमा चाहिँ एसिस्टेन्टहरू हायर गरिदिँदा बेटर हुन्छ। एजेन्सीको लागि फ्रिल्यान्सरबाट जाने कि जबबाट भन्दै हुनुहुन्छ, होइन? जेबाट जाँदा पनि हुन्छ, तर सजिलो ट्रान्जिसन फ्रिल्यान्सिङबाट हुन्छ होला, किनभने फ्रिल्यान्सिङमा तपाईँसँग एक दुईवटा अलरेडी एक्जिस्टिङ क्लाइन्ट हुन्छ, एउटा कुनै फाउन्डेसन छ भने त्यहाँ माथि केही बनाउन सजिलो हो जेरोमा बनाउनु भन्दा। सो जब क्विट गर्ने बित्तिकै तपाईँसँग क्लाइन्ट इमिडिएटली नहुन सक्छ, होइन? सो त्यस्तो सिचुएसनहरू हुनसक्छ। सो सजिलो चाहिँ मेरो विचारमा चाहिँ फ्रिल्यान्सिङबाट जाँदा सजिलो हुन्छ एजेन्सीको लागि जाँदाखेरि। तर तपाईँले कुनै पनि ठाउँमा जब गरेर इनफ एक्सपिरियन्स लिनुभएको छ भने त्यो चाहिँ प्लस पोइन्ट हुन्छ फेरि पनि। सो म कसैलाई रिकमेन्ड चाहिँ गर्छु सर्टेन टाइम जब पनि गर्नु भनेर के। उम्, जबमा गइसकेपछि तपाईँले अरूको अर्गनाइजेसनमा धेरै चिज एक्सपेरिमेन्ट गर्न पाउनुहुन्छ, धेरै चिज सिक्न पाउनुहुन्छ, त्यहाँनिर प्रोसेसहरू के छ, कसरी काम गरिरहेछ, क्लाइन्ट अक्विजिसन के छ, होइन, प्रब्लमहरू आउँदाखेरि कसरी ह्यान्डल गरेको छ, पिपुलको प्रब्लम कसरी ह्यान्डल गरेको छ, फाइनेन्सको प्रब्लमहरू कसरी ह्यान्डल गरेको छ, त्यो चिजहरू हेरेर धेरै चिज सिक्न सक्नुहुन्छ, जुन चाहिँ पछि तपाईँलाई काम लाग्छ, है। त्यसले गर्दाखेरि किनभने स्किल र डेलिभरी मात्र हुँदैन, जब तपाईँ एजेन्सीमा जानुहुन्छ अनसिन प्रब्लमहरू धेरै हुन्छ, पिपुलको प्रब्लमहरू हुन्छ, एकैचोटि 5जना स्टाफले रिजाइन गर्यो कसरी म्यानेज गर्नुहुन्छ। सो त्यो सबै चिजहरू ह्यान्डल गर्नको लागि चाहिँ तपाईँ कुनै अर्गनाइजेसनमा गएर एक्सपिरियन्स लिनुभयो भने बेटर हुन्छ, त्यसले पनि तपाईँलाई हेल्प चाहिँ गर्छ, है। अब जे पर्छ त्यो टर्छ भन्दै जानुहुन्छ भनेदेखि द्याट्स तपाईँको कुरा, होइन, तर अलिकति एक्सपिरियन्सले हेल्प गर्छ। अर्को क्वेसन छ, एजेन्सी ओपन गर्नको लागि सिम्बोल के हो नि, लाइक ह्याभिङ मोर देन 10 क्लाइन्ट अर समथिङ एल्स भन्दै सिम्टम्स भन्नुभयो होला, ठिक छ, होइन। सो दुईवटा क्लाइन्टबाटै सुरु गरे पनि हुन्छ है एजेन्सीको लागि, म तपाईँलाई एकैचोटि 10वटा क्लाइन्ट अक्वायर गर्नु भन्दिनँ, उम्, है। सो सुरुमा तपाईँसँग दुईवटा क्लाइन्ट छ भनेदेखि एकजना एसिस्टेन्ट हायर गर्नु जसले तपाईँलाई त्यो क्लाइन्टहरू म्यानेज गर्न हेल्प गर्छ, अनि यु फोकस अन अक्वायरिङ अदर क्लाइन्ट के। एकैचोटि फ्यान्सी अफिस सेटअप गर्न नजानुहोस्, सर्टेन टाइम जबसम्म तपाईँसँग इनफ क्लाइन्ट हुँदैन अफिसै सेटअप गर्नु पनि पर्दैन। सो बिस्तारै सुरु गर्नुहोस्, वान एट अ टाइम सुरु गर्नुहोस्, किनभने एकैचोटि स्केल गर्दा मैले धेरै जस्तो एजेन्सी नेपालमा बन्द भएको देखेको, होइन, तपाईँहरू जस्तै मान्छे हो, एकदम एक्साइटेड भएर ठुलो अफिस, होइन, सेन्टर लोकेसनमा गएर एकदम इन्टेरियर बनाएर अनि स्टाफहरू टन्न हायर गरेर अनि त्यसपछि 5 महिनापछि बन्द गरेको पनि देखाएको छु मैले, है। त्यसले गर्दाखेरि स्लो एन्ड स्टडी वान एट अ टाइम गर्दै गर्दै जानु, अनि स्केल गर्ने पार्टमा चाहिँ जति स्लो अनि स्टडी वेमा एउटै फर्मेटमा गर्नुभयो त्यति बेटर, एकैचोटि ठुलो जम्प चाहिँ नगर्नुहोस्, त्यो चाहिँ ब्याकफायरै भएको छ, मोस्ट अफ द केसमा ब्याकफायर नै भएको छ। एन्ड आई ह्याड द सेम प्रब्लम, है, मैले नि एकैचोटि ग्रो गर्दाखेरि ब्याकफायर भएको थियो, होइन, आई ह्याड प्रब्लम्स। त्यसपछि मैले मेन्टरहरूसँग कुरा गरेर यस्तो कन्सिस्टेन्टली कन्सल्टेसन लिएर अनि धेरैवटा इलिमेन्टहरू चाहिँ जसले हर्ट गरिरहेको थियो त्यसलाई इलिमिनेटै गरेँ मैले, त्यसले मेरो ग्रोथ नै पनि सर्टेन टाइम चाहिँ ह्याम्पर गरेको थियो। ओके, सो पवनको क्वेसनमा गएँ म, एजेन्सी ओपन गर्नु अगाडि सबै स्किल सिक्नुपर्छ कि नै, पर्दैन। एजेन्सी ओपन गर्ने भनेको चाहिँ त्यो स्किल्ड मान्छे को छ हु फाइन्ड आउट गर्नु पर्यो, हाउमा नजानुहोस्, हुमा जानुहोस्, है। राजीवको क्वेसन छ, ओके बट हाउ टु गेट फर्स्ट क्लाइन्ट भन्दै हुनुहुन्छ। फर्स्ट क्लाइन्टको पार्टमा सौगातले अझै धेरै राम्रोसँग सिकाएको होला है आफ्नो ट्रेनिङमा। मैले भन्नु पर्दाखेरि चाहिँ तपाईँ देखिनु पऱ्यो क्या, पहिला तपाईँलाई आउँछ, तपाईँले डेलिभर गर्न सक्नुहुन्छ भन्ने चिज देखिनु पऱ्यो। सो आफ्नै लागि एक्सपेरिमेन्ट गरे पनि भयो, तर सोसियल मिडियालाई लिभरेज गर्न सक्नुहुन्छ, है।
अथवा तपाईँले फोन गर्ने हो भने पनि गुगल म्यापबाट तपाईँ कुन बिजनेसलाई सर्भिस दिने, के सर्भिस दिने, सो क्लाइन्ट के क्लाइन्ट त होइन, सुरुमा तपाईँ के सर्भिस दिने, तपाईँको अफर के हो, त्यो पार्टमा क्लियर हुनुहोस्। त्यसपछि चाहिँ त्यो क्लाइन्ट कहाँ छ तपाईँलाई थाहा हुन्छ। गुगल म्यापबाट तपाईँले लिड एक्सट्र्याक्ट गरेर कल गर्न सक्नुहुन्छ, गुगल सर्चबाट गर्न सक्नुहुन्छ, फेसबुकमा आउटरिच गर्न सक्नुहुन्छ, लिङ्क्डइनमा आउटरिच गर्न सक्नुहुन्छ, होइन, इमेल्सहरू पठाउन सक्नुहुन्छ। पहिला पहिला मान्छेहरूले बिजनेसको लागि के गर्थ्यो, अहिले त हामीलाई धेरै सजिलो छ। पहिला पहिला मान्छेहरूसँग एउटा बुक हुन्थ्यो, येल्लो पेजेस भन्ने, उम्, है, बिजनेसेसहरूसँग येल्लो पेजेस भन्ने यत्रो बाइबल जत्रो बुक हुन्थ्यो। अनि त्यो पल्टाउने अनि फोन गर्ने, पल्टाउने फोन गर्ने। अहिले पनि फोनहरू गरिरहेको हुन्छन्, सो फोन गर्ने हो कि 10वटाले रिजेक्ट गर्छ, 11औँ चाहिँ तपाईँको क्लाइन्ट हो। 10वटा रिजेक्सन चाहिँ सहनु पऱ्यो सुरुमा, जब आफूसँग एउटा पनि क्लाइन्ट छैन। फ्रिल्यान्सिङ प्लेटफर्ममा जानुहुन्छ भने पनि इट्स द सेम स्टोरी, तपाईँको 10वटा प्रपोजल फेल नै हुन्छ। धेरै थोरैले मात्र फर्स्ट प्रपोजलमा क्लाइन्ट पाउँछन्, है। सो पर्सिस्टेन्स चाहिँ चाहियो। पारसको क्वेसन चाहिँ स्टार्टिङ आउट न्यू क्लाइन्ट एक्विजिसनमा केही टिप्स दिनु न, बोथ सौगात एन्ड रामबाबु दाई भन्दै हुन्छ। अब कुन निस्मा कुन सर्भिसको लागि अक्वायर गर्ने भन्ने कुरा हो, होइन। सौगात तिमीले अलिकति देऊ, त्यसपछि म थप्छु नि। ओके ओके यस। म पनि त्यही त त्यसमा एड गर्न लागिरहेको थिएँ होइन। अब अँ, रामबाबुले भनेको जसरी नै फर्स्टमा त तपाईँले कुन सर्भिस दिने भनेर त्यो कुरा क्लियर हुनु पर्यो, राइट। एसइओ सर्भिस दिने हो कि मेटा एडको दिने हो कि होइन, गुगल एडको सर्भिस दिने हो कि भिडियो एडिटिङको दिने हो कि कुन सर्भिस दिने भनेर फर्स्टमा त्यो कुरा क्लियर हुनु पर्यो। त्यसपछि तपाईँले के सोच्नु पर्यो भने चाहिँ तपाईँको फर्स्ट क्लाइन्ट तपाईँ आफू नै हो होइन। र जुन सर्भिस तपाईँले दिन लागिराख्नु भएको छ त्यो सर्भिस चाहिँ तपाईँले तपाईँ दिन सक्नु हुनुहुन्छ, तपाईँ केपेबल हुनुहुन्छ भनेर फर्स्टमा तपाईँले देखाउन सक्नु पर्यो क्या। फर इक्जाम्पल, यदि तपाईँ भिडियो एडिटिङको लागि चाहिँ सर्भिस प्रोभाइड गर्ने सोचिराख्नु भएको छ र त्यसको लागि क्लाइन्ट अक्वायर गर्न खोजिराख्नु भएको छ भने त फर्स्टमा आफ्नो पर्सनल ब्रान्डमा पनि फोकस गर्नुहोस्। आफूले पनि आफ्नै भिडियोजहरू सुट गर्नुहोस्, आफूले त्यो भिडियो एडिट गरेर पोस्ट गर्न स्टार्ट गर्नुहोस्। ओके, फर्स्टमा भनेको त आफूले के गर्न सक्छु भनेर चाहिँ अनलाइनमा त्यो कुरा देखाउन सुरु गर्नुहोस्। सबैलाई अब पेड एड रन गरेर ट्राफिक ल्याएर लिड जेनेरेट गरेर नर्चर गरेर सेल गर्न आउँछ भन्ने हुँदैन। तर त्यो कुरा चाहिँ हामी हाम्रो प्रोग्राममा सिकाइरहेको हुन्छौँ र मोस्ट अफ आवर स्टुडेन्टले चाहिँ पेड एडकै थ्रुबाट चाहिँ क्लाइन्ट अक्वायर गर्नुहुन्छ, किनकि पेड एडबाट गर्दाखेरि चाहिँ क्लाइन्ट अक्वायर गर्ने प्रोसेस फास्ट हुन्छ क्या। तर तपाईँ यदि बिगिनर हुनुहुन्छ भने चाहिँ सिम्पल वे भनेको चाहिँ कोल्ड आउटरिच हो होइन। उम्, तपाईँले यदि भिडियो एडिटिङ सर्भिस प्रोभाइड गर्नुहुन्छ भने फर्स्टमा त्यो भिडियो एडिटिङ सर्भिस कस्तो खालको क्लाइन्टलाई चाहिन्छ होला त नि भनेर चाहिँ आफ्नो एउटा कस्टमर एभटार अर कस्टमर पर्सोना भनिन्छ त्यो डिफाइन गर्नु पर्यो क्या। तपाईँको टार्गेट अडियन्स बिजनेस ओनर्सहरू हो कि होइन, कन्टेन्ट क्रिएटर्सहरू नै हो कि अन्टरप्रेन्योर्सहरू हो कि सिइओहरू हो कि उनीहरूको पेन पोइन्ट के छ, च्यालेन्जेस के छ, प्रब्लम्स के छ भनेर चाहिँ फर्स्टमा तपाईँले त्यो कुरा आइडेन्टिफाई गर्नु पर्यो। मानौ कि तपाईँले भिडियो एडिटिङ सर्भिस चाहिँ सिइओहरूलाई दिइराख्नु भएको छ भने चाहिँ अब त्यो सिइओहरू चाहिँ बेसी कहाँ अभाइलेबल हुन्छ त, लिङ्कडिनमा, राइट। लिङ्कडिनमा गएर तपाईँले सिइओ भनेर मात्र सर्च गर्नुभयो भने तपाईँले सबै सिइओजहरूको चाहिँ प्रोफाइल भेट्नुहुन्छ र वान बाई वान सबलाई अप्रोच गर्न स्टार्ट गर्नुहोस् है। डेली बेसिसमा गर्नुपर्ने काम हो। रामबाबुले भनेको जसरी नै 10जनालाई अप्रोच गर्नुभयो भने चाहिँ मेबी एकजनाले ओके भन्ला, अर मेबी 10जनाले नै तपाईँलाई चाहिँ नो भन्ला होइन। र चान्सेस चाहिँ तपाईँलाई नो भन्ने चान्सेस चाहिँ हाई हुन्छ। त्यसरी तपाईँ लिङ्कडिनमा वान बाई वान सबैलाई अप्रोच गर्नुहोस् र अप्रोच गर्ने टेक्निक पनि तपाईँहरूले सिक्नुपर्ने हुन्छ क्या। हेलो, मलाई चाहिँ यसरी भिडियो एडिटिङ गर्न आउँछ, के म तपाईँको लागि भिडियो एडिटिङ सर्भिस दिन सक्छु भनेर भन्नुभयो भने फर्स्टमा तपाईँलाई रिजेक्ट गरिदिन्छ। इभन मैले वा हामी दुवैजनाले रिजेक्ट गरिदिन्छौँ त्यस्तो खालको अप्रोचलाई। सो फर्स्टमा चाहिँ तपाईँले अटेन्सन कसरी ग्राब गर्नुहुन्छ, कसरी त्यो सिइओलाई क्युरियस बनाउनुहुन्छ, एटलिस्टमा एकचोटि तपाईँसँग बरु कलमा आओस् वा तपाईँले आफ्नो केही स्याम्पल दिन सक्नुहुन्छ कि। सो अप्रोच गर्ने टेक्निक पनि अहिलेको टाइममा भेरियस टेक्निक्सहरू छ क्या। तपाईँले गएर मलाई यो आउँछ मात्र भन्नुभयो भने कसैले पनि तपाईँलाई मतलब गर्नेवाला छैन। तर म तपाईँको लागि यो गर्न सक्छु भनेर तपाईँले गरेरै देखाउनु भयो भने चाहिँ त्यो इभन बेटर अप्रोच हुन्छ र त्यसरी तपाईँले चाहिँ त्यो मान्छेसँग कनेक्ट हुन सक्नुहुन्छ। र यसको एउटा राम्रो इक्जाम्पल के थियो भने चाहिँ युट्युबमा चाहिँ केही टाइम अगाडि चाहिँ मैले थम्बनेल क्रिएटर थम्बनेल
डिजाइनरसँग नै थम्बनेल्सहरू चाहिँ डिजाइन गरिरहेको थिएँ क्या। अब अहिले त मैले कन्सिस्टेन्टली भिडियो अपलोड गर्न पाएको छैन, त्यही भएर म आफैले नै गरिरहेको छु। सो मलाई दुईजना ग्राफिक डिजाइनरले अप्रोच गर्नुभयो। एउटा ग्राफिक डिजाइनरले चाहिँ मलाई ग्राफिक डिजाइन गर्न आउँछ सर होइन, र यो मेरो पोर्टफोलियो भनेर मलाई पठाउनु भयो। मैले उहाँलाई भने कि ठिक छ, म तपाईँको पोर्टफोलियो चेक गर्छु र यदि फ्युचरमा चाहियो भने म भन्छु भनेर भने। र मलाई थाहा पनि थिएन कि, र मलाई थाहा पनि थिएन र म थम्बनेल डिजाइन गर्नुपर्छ भनेर त्यो पार्टमा सोचिरहेको पनि थिइनँ क्या। तर अर्को एकजनाले चाहिँ, मान्छेले के गर्यो भने चाहिँ उसले चाहिँ मेरो प्रिभियस युट्युब भिडियोजहरूमा गएर मेरो थम्बनेललाई आफैले रिडिजाइन गरेर पठाए क्या, 3-4वटा थम्बनेल्सहरू। ल मलाई भन्यो कि सर मैले तपाईँको लागि चाहिँ यसरी स्याम्पल बनाइदिएको छु, चेक गर्नुहोस्, अनि राम्रो लाग्यो भने चाहिँ हामी डिस्कस गर्न सक्छौँ भनेर भन्यो क्या त्यो मान्छेले। अनि त्यहाँबाट म क्युरियस भएँ कि लाइक ओके, थम्बनेलमा पनि म अझै वर्क गर्नुपर्छ जस्तो छ। र त्यो स्याम्पलले मेरो अटेन्सन ग्राब गर्यो, र त्यसपछि म त्यो मान्छेसँग काम गरेँ पनि। प्लस त्यो मान्छेले मेरो लगभग लगभग 6-7वटा थम्बनेल्स पनि बनायो। र अब फ्युचरमा म अरू प्रोजेक्टहरू पनि प्लान गरिरहेको छु जसमा म त्यही थम्बनेल डिजाइनरसँग नै काम गर्ने भनेर हाम्रो डिस्कसन भइसकेको छ क्या। सो यसरी तपाईँले अप्रोच गर्नुभयो भने कोल्ड आउटरिच भनेको बेस्ट वे हो। एज अ बिगिनर तपाईँ यदि फ्रिल्यान्सिङ गर्न चाहनुहुन्छ र क्लाइन्ट अक्वायर गर्न चाहनुहुन्छ भने चाहिँ, ओके। र यसमा नि अब हामीले तपाईँलाई चाहिँ 5-10 मिनट्समा सेयर गर्न थाल्यौँ भने त्यसमा धेरै कुरा कभर गर्न पाइँदैन। मेबी म के गर्न सक्छु भने चाहिँ फ्युचरमा म एउटा डेडिकेटेड वर्कसप गर्न सक्छु जसमा म तपाईँहरू सबैजनालाई चाहिँ एक्ज्याक्ट क्लाइन्ट एक्विजिसन स्ट्राटेजी चाहिँ कस्तो हुनसक्छ भनेर चाहिँ म तपाईँलाई प्र्याक्टिकल स्टेप्सहरू दिएरै एउटा फ्री वर्कसप गर्न पनि सक्छु फ्युचरमा है। तर अगाडि तपाईँलाई भन्नु पर्दाखेरि चाहिँ कोल्ड आउटरिचमा फोकस गर्नुहोस्। धेरैभन्दा धेरै मान्छेलाई तपाईँलाई के गर्न आउँछ भनेर त्यो तपाईँ अनलाइनबाट देखाउन स्टार्ट गर्नुहोस् र अप्रोच गर्नुहोस् होइन। र मलाई केही गर्न आउँछ भनेर मात्र होइन, अरू टेक्निक्सहरू स्ट्राटेजीहरू खोज्नुहोस् क्लाइन्टलाई वा प्रोस्पेक्टसम्म पुग्नको लागि र उनीहरूको अटेन्सन ग्राब गर्नको लागि। त्यसरी अगाडि बढ्नुभयो भने र दिनमा 10जनालाई अप्रोच गर्नुभयो भने तपाईँले महिनामा 3-4वटा क्लाइन्ट मजाले ल्यान्ड गर्न सक्नुहुन्छ। सो अझ यसमा भन्नु पर्यो भने धेरै हुन्छ, बट आई थिङ्क अब रामबाबुलाई नै कन्टिन्यू गर्न दिनु पर्यो। ठिक छ होइन। क्लाइन्टको अब धेरै तरिका छ क्लाइन्ट अक्विजिसन गर्ने होइन। सो फर्स्टमा सुरु गर्दैछ भनेदेखि होइन, लगभग सौगातले भनिसकेको छ। एउटा अर्को चाहिँ के थियो भने मैले कतै पढाएको थिएँ होइन, फर्स्टमा क्लाइन्ट हुनुभन्दा अगाडि लिड हुन्छ क्या तपाईँसँग। सो लिड भनेको चाहिँ के हो भन्दाखेरि एभ्री वान जसलाई तपाईँ मेसेज गर्न सक्नुहुन्छ अथवा रिच गर्न सक्नुहुन्छ, दे आर लिड। तपाईँको फोनमा भएको सबै कन्ट्याक्ट तपाईँको लिड हो। तपाईँको फेसबुकमा भएको जसलाई तपाईँले मेसेज गर्न सक्नुहुन्छ सबै लिड हो। लिङ्कडिनमा भएको जति पनि तपाईँको कनेक्सन छ, एभ्री वान इज लिड। र तपाईँले लिडलाई के गर्नु भन्दाखेरि मलाई काम चाहिएको छ, मलाई क्लाइन्ट चाहिएको छ, म तिमीलाई सर्भिस दिन्छु भनेर दिने होइन। म चाहिँ यस्तो यस्तो सर्भिस दिन्छु, तिमीले कसैलाई चिनेको छौ जसलाई यो काम काम लाग्छ भनेदेखि चाहिँ 100 मिलियन लिड्स है, यो बुक पढ्नु तपाईँले होइन। सबैजनालाई चाहिँ होइन, यदि तपाईँहरूलाई चाहिँ आफ्नो फर्स्ट क्लाइन्ट कसरी अक्वायर गर्ने भनेर सोचिराख्नु भएको छ भने चाहिँ एलेक्स हर्मजी भन्ने एउटा छ होइन, दामी छ यो मान्छे होइन। यो मान्छेको यो बुक पढ्नुहोस् होइन। यो बुकमा चाहिँ तपाईँलाई एक्ज्याक्टली कसरी तपाईँले आफ्नो फर्स्ट र फ्युचरमा मल्टिपल क्लाइन्ट्स पाउनुहुन्छ भनेर एक्ज्याक्ट फ्रेमवर्कहरू स्ट्राटेजीहरू छ क्या। उम्, एन्ड आई थिङ्क त तिमीले मैले पनि यही भनेको होला। मैले यही बुक भने हो, मैले यही बुक भने अब मैले चाहिँ बुक उता बुक सेल्फमा छ होइन, मैले त्यही भएर यो बुक तानेर देखाइनँ होइन। सो अँ, के हो भन्दाखेरि चाहिँ यो बुकमा त्यही छ। फर्स्ट स्ट्राटेजी नै के हो भन्दाखेरि तपाईँसँग अलरेडी इनफ छ के लिड्सहरू, उनीहरूलाई मेसेज गर्ने हो। तपाईँले मेसेज के गर्नु पर्यो भन्दाखेरि म तिमीलाई चाहिँ मेरो सर्भिस दिन्छु भनेर होइन कि म चाहिँ यस्तो सर्भिस दिन खोजिरहेको छु एन्ड आई एम लुकिङ फर 5 पिपुल जसलाई चाहिँ म 1 महिना फ्रीमा दिने खोजिरहेको छु, तिमीले कसैलाई चिनेको छौ भने रिफर गर भन्ने हो। अनि अर्को एउटा चिज चाहिँ के राइट। गरौँ भन्दाखेरि हामीसँग अहिले 360जना हुनुहुन्छ है यहाँ पार्टिसिपेन्टहरू। पछि कसैले रेकर्डेड हेर्नु होला। हामी जहिले पनि मलाई चाहियो भनेर चाहिँ सुरु गर्छौँ क्या, एन्ड द्याट्स रङ एप्रोच। तपाईँहरू गिभर हुनुपर्छ क्या। तपाईँ केही नपाउँदा पनि कसैलाई केही दिन सक्नुहुन्छ कि हुँदैन, त्यो माइन्डसेट छ कि छैन तपाईँकोठामा। यदि तपाईँ दिन थाल्नुभयो भने तपाईँहरूमा अटोमेटिकली आउन थाल्छ। यो संसारको नियम हो कि। सो तपाईँ पहिला गिभर हुनु पर्यो। भनेको अहिले मैले ट्रेनिङ गराएर हुन्छु अनि मेरो कोर्समा टन्नै इनरोल भइरहेछ नि एसइओको कोर्समा होइन। तर पहिला मैले सुरु गर्दाखेरि आई स्टार्टेड गिभिङ फ्री। सौगातले पनि त्यही गरिरह हो। सो तपाईँ पनि फ्रीमा केही दिन चाहिँ सुरु गर्नुहोस्। टेम्प्लेट्स बनाउनु, तपाईँको सर्भिसको केही काम लाग्ने फ्रीमा दिन थाल्नुहोस् होइन। कसैलाई फ्रीमा 1 महिना भ्यालु त दिन सक्नुहुन्छ नि त सुरुमा, किनभने तपाईँ लामो जर्नीमा हुनुहुन्छ। सो स्टार्ट डुइङ द्याट है, गिभर हुनुहोस् है। अब अगाडि बढ्छु म अनुप्रस्को हाउ डिफिकल्ट इट इज टु गेट इन्टरनेसनल क्लाइन्ट्स एज अ फ्रिलान्सर।
तपाईँ आफ्नो स्किलमा कन्फिडेन्ट हुनुहुन्छ भनेदेखि अनि तपाईँ भ्यालु डेलिभर गर्ने मुडमा हुनुहुन्छ भनेदेखि चाहिँ त्यति गाह्रो छैन है। यसलाई कुनै पनि चिजलाई तिललाई पहाड बनाउनु जरुरी छैन। इट्स इजी। तपाईँ फ्रिल्यान्सिङ प्लेटफर्ममा जानुहोस्, हेर्नुहोस् होइन, रजिस्टर गरेर हेर्नुहोस्। अनि त्यसपछि सुरुमै गाह्रो छ भनेर सोच्नुभयो भने त जे पनि गाह्रो हुने भइहाल्यो। तर सजिलो छ भनेर गर्नुभयो भने अबको समयमा चाहिँ तपाईँको बिचमा र युएसमा बस्ने मान्छेको बिचमा खासै डिफ्रेन्सेस छैन, इन्टरनेटको कारणले, यो एआईहरूको कारणले। एउटा युएसमा बस्ने मान्छेले जस्तो प्रपोजल कम्पोज गर्छ एउटा फ्रिलान्सरले, तपाईँले नेपालमा बसेर एआईको हेल्पबाट त्यही लेभलको प्रपोजल कम्पोज गर्न सक्नुहुन्छ है। अब आयो डेलिभरीको कुरा। तपाईँ डेलिभरीमा कन्फिडेन्ट हुनुहुन्छ भने तपाईँले गर्न सक्नुहुन्छ है। तपाईँ नेपालमै बसेर धेरैले $100 $150 पर आवर चार्ज गरिरहेको पनि छन्। इभन म आफै पनि कन्सल्टेसन गर्नु पऱ्यो, म आफै इन्भल्भ हुनुपर्ने काम छ भनेदेखि म $100 पर आवरभन्दा कममा काम गर्दिनँ। उम्, मेरो टिमले काम गर्दाखेरि चाहिँ मेरो टिमको लागि मैले काम ल्याउँदाखेरि आवरली रेट कम हुन्छ, किनभने म लार्ज स्केलमा काम गरिरहेको हुन्छु। तर म आफै इन्भल्भ हुँदाखेरि चाहिँ $100 पर आवर मिनिमम मैले सेट गरेको आफ्नो प्राइसिङ हो कि। सो सक्नुहुन्छ तपाईँले, गाह्रो छैन। तपाईँले अब एआई युज गर्नु पर्यो क्रिएटिभ वेमा के, अनि अरूको प्रोफाइलहरू हेर्ने अनि ट्राई गर्न थाल्ने हो। अर्को एउटा चाहिँ के छ भने इन्टरनेसनल क्लाइन्ट चाहिँ मैले फेसबुक ग्रुपहरूबाट धेरै पाएको थिएँ कि, जस्तो निच स्पेसिफिक ग्रुपहरू हुन्छ कि, म एसयुको ग्रुपहरूमा गएर प्रब्लमहरू कसैले पोस्ट गरेको छ भने त्यसमा रिप्लाई गर्थेँ कि। अनि त्यो रिप्लाई गरिसकेपछि मलाई मेसेज आइरहेको हुन्थ्यो, ओके त त एक्सपर्ट जस्तो रहेछस्, काम गरौँ न भनेर चाहिँ रिच आउट आउँछ कि। सो त्यो कम्युनिटीमा गएर भ्यालु डेलिभर गर्नुहोस्। एगेन बी अ गिभर। आउँछ भनेर नसोच्नुहोस्, गएर दिन थाल्नुहोस्, तपाईँलाई डेफिनेटली आउँछ। लिङ्क्डइनको पोस्टहरूमा कमेन्ट गर्नुहोस्, मान्छेको प्रब्लमहरू पोस्ट भइरहेको ठाउँमा एन्सर दिन थाल्नुहोस्, त्यसपछि तपाईँलाई मान्छेहरूले रिच आउट गर्छन् गर्छन् उम्। है। त्यो एउटा अर्को टेक्निक पनि छ। मेन अ, भनेको चाहिँ हामीले चाहिँ दिन सिक्नु पर्यो कि दिन फर्स्टमा सिक्नु चाहिँ लिन पर्यो भन्दा पनि अगाडि चाहिँ। अँ, दिन सकेन भनेदेखि त के गर्ने र, जस्तो $1 मिलियन कमाउनु छ भने हामीले एटलिस्ट $1 मिलियन भन्दा बढी भ्यालु डेलिभर गर्नै पर्छ क्या। हामीले उम्, जहिले पनि ओभर डेलिभर गर्नै पर्छ। तपाईँले चाहिँ म चाहिँ 500K को भ्यालु डेलिभर गर्छु र अर्कोले मलाई 1 मिलियन दिन्छ भन्ने चाहिँ त्यो कहिले पनि नसोच्नुहोस्। तपाईँ जहिले पनि माइन्डसेट के गर्नुहोस् भन्दाखेरि मसँग कोही काम गर्न आउँछ भने त्यसलाई जहिले पनि फाइदा हुनु पर्यो, त्यसले बढी पाउनै पर्यो, त्यसले जति पे गर्छ त्योभन्दा बढी पाउनै पर्यो। तपाईँलाई $1,000 कसैसँग कमाउनु छ भनेदेखि, कुनै सर्भिसबाट कमाउनु छ भनेदेखि तपाईँ $2,000 अथवा $3,000 भ्यालु डेलिभर गर्न रेडी हुनुहोस्। त्यसपछि बल्ल तपाईँको ठाउँमा क्लाइन्ट आउँछ। धेरै मान्छे चाहिँ दिने माइन्डसेटमा हुँदैनन्। तपाईँ दिने माइन्डसेटमा हुने बित्तिकै तपाईँको ठाउँमा मान्छे अटोमेटिकली अट्र्याक्ट हुन थाल्छन् उम्, है। राइट। त्यो चाहिँ माइन्डसेटमा अलिकति काम गर्नुपर्छ कि। स्किलहरूमा स्किल त सिकिन्छ, माइन्डसेट सिकिँदैन कि। सुजिलको छ, एज अ एजेन्सी ओनर वाट आर योर लिडरसिप ट्रेट्स द्याट हेज लेड टु करेन्ट पोजिसन अफ योर एजेन्सी भन्दाखेरि चाहिँ अब मेरो ओर्का सुसल्सको जर्नी म ठ्याक्क भनिदिन्छु होइन, त्यसले तपाईँलाई ठ्याक्कै थाहा हुन्छ सबै चिज। सो आम अ गिभर है, मलाई दिन रमाइलो लाग्छ। सो सानो बेलादेखिको मेरो बिलिफ नै त्यही हो कि मैले दिनुपर्छ भन्ने हो है। सो अरूलाई हेल्प गर्नुपर्छ भन्ने हो। मैले 2019मा अगस्तमा चाहिँ डिजिटल मार्केटिङ क्लब नेपाल भन्ने एउटा कम्युनिटी सुरु गरेको थिएँ है। अनि त्यसपछि त्यहाँबाट म लाइभ आएर 1 घन्टा फ्राइडेको दिन 9 बजेदेखि 10 बजे म लाइभ जान्थेँ, जे जानेको छ सिकाउँथेँ। त्यतिखेर म पर्फेक्ट पनि थिइनँ, भिडियो हेऱ्यो भनेदेखि ओहो यस्तो भिडियो रहेछ भन्ने हुन्छ अहिले। त्यो गरिरहँदाखेरि चाहिँ अनि त्यसपछि मैले एसइओको एउटा कोर्स फ्रीमा दिएँ लकडाउनमा। त्यो कोर्स हेरिसकेपछि यतिजना मान्छे आउनुभयो कि सर म तपाईँसँग काम गर्ने, सर म तपाईँसँग काम गर्ने, म तपाईँसँग काम गर्ने भनेर। त्यसरी मेरो टिम बन्यो। मसँग क्लाइन्टहरू थियो अलिअलि, त्यो क्लाइन्टहरूलाई पनि मैले ओभर डेलिभर गरेँ। त्यसपछि उनीहरूले मलाई रिफरलहरू दिन थाले। सो क्लाइन्ट पनि आइरहेछ, टिम पनि बनिरहेछ। एन्ड त्यसपछि मलाई रियलाइज भयो कि आई निड टु बिल्ड एन एजेन्सी। त्यसपछि चाहिँ मैले एजेन्सी बनाएको, प्लस त्यो एजेन्सी सुरु गरिसकेपछि मैले भ्यालु कम्युनिटीलाई दिन कम गरिनँ, किनभने बिचमा मेरो ग्याप हुने बित्तिकै के हुन्थ्यो भन्दाखेरि मेरो टिममा ट्यालेन्टहरू घट्दै जान्थ्यो कि। त्यही भएर उम्, म कन्सिस्टेन्टली सिकाइ पनि रहेको थिएँ, अनि आफू सिकिरहेको पनि थिएँ, अनि क्लाइन्टहरूलाई पनि ओभर डेलिभर गरिरहेको थिएँ होइन। सिक्ने पार्ट चाहिँ कहिले पनि छोडिनँ। जस्तो एसइओ सिकेँ सुरुमा, अन पेज एसइओ सिकेँ, अझ डेडिकेटेड पैसा तिरेर सिकेँ। सुरुमा पाइरेटेड कोर्सबाट सिकिरहेको हुन्थेँ। कन्सल्टेसनको लागि $300 पर आवर, $500 पर आवर पे गरेँ होइन। सो एउटा कन्सल्टेसन लिएको थिएँ मैले इक्जाम्पलको लागि, टेक्निकल एसइओको लागि। $300 पर आवर भन्यो होइन इन्डियनले। उम्, एन्ड आई वाज लाइक वाट, 1 घन्टाको $300 मैले किन तिर्नु यसलाई। अनि उसले अझ मलाई के भन्यो भने 1 घन्टा इनफ हुँदैन, 2 घन्टाको लागि पे गर भन्यो कि। अनि ओके ठिक छ ल, म पे गर्छु, मलाई सिक्नु छ तैँले जानेको कुरा भनेर मैले $600 पे गरिदिएँ। अनि उसँग 2 घन्टा बसेँ। आई लर्न फ्यु थिङ्स।
त्यसपछि इमिडिएटली आई गट अपर्च्युनिटी होइन, एउटा मान्छे मसँग आइपुग्यो रिच आउट गरेर, उसको टेक्निकल खतरा प्रब्लम थियो एन्ड आई सोल्ड द्याट फर $3000 होइन। अनि त्यो $3000को कन्फिडेन्स कहाँबाट आयो भन्दाखेरि मैले $600 खर्च गरेको थिएँ नि त। अब मलाई के भने यदि यो प्रोजेक्ट मैले डेलिभर गर्न मलाई गाह्रो हो भने म त्यसलाई $300 तिर्छु फेरि, र त्यसको एक्सपर्टिज यो प्रोजेक्टमा हालिदिन्छु। उम्, यु हेभ टु थिङ्क लाइक द्याट के, आफूमा इन्भेस्ट गर्न चाहिँ डराउनु हुँदैन। मैले अब एसइओ छ, एसइओमा धेरैजनाले फ्रीमै सिक्न सकिन्छ भन्छन् होइन, सकिन्छ फ्रीमा सिक्न, तर जुन साँच्चीकै एसइओ एजेन्सी बनाउने, एसइओबाट टन्न पैसा कमाउने, जब गर्नेसम्मको एसइओ त फ्रीमा सिक्न सकिन्छ। तर जब तपाईँ स्केल गर्ने सोचिरहनु भएको छ, त्यो चाहिँ सकिँदैन, त्यो छैन, इन्टरनेटमा अभाइलेबल छैन। यु निड टु गो टु मेन्टर होइन, अनि $1000s पे गर्नुपर्ने हुन्छ। त्यो चाहिँ मैले गरिरहेको छु कि। अनि त्यो 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 चिजहरू चाहिँ एप्रोच हो। सो अब म कनेक्ट गरिदिन्छु सुजितलाई, आइएम अ गिभर, म दिइरहेको हुन्छु, म दिन हिचकिचाउँदिनँ। इभन मैले फ्री ट्रेनिङ दिँदाखेरि मेरो टिम मेम्बरहरूले सर यो त पेड ट्रेनिङ बनाए नै हुन्थ्यो, यो किन सबै चिज तपाईँ फ्रीमा दिइरहेको भनेर भन्थ्यो होइन। दिनुपर्छ भनेर मैले त्यही भने, किनभने तिमीहरू पनि म ठाउँमा दिएको भएर आएको हो, भोलि पर्सि हामीसँग अझ बेस्ट पिपुलहरू आउँछन् भनेर भन्थेँ। सो सबैलाई दिन मन लाग्दैन, तपाईँले काहीँ न काहीँ दिनेमा फोकस हुनु पऱ्यो। अर्को चिज भनेको म पिपुललाई एकदमै केयर गर्छु होइन, किनभने धेरैजनाले के भन्छ भन्दाखेरि स्टाफ त हो नि, अर्कोले 5000 बढी दियो भने जान्छ भनेर भन्छन्, म त्यसमा बिलिभ गर्दिनँ होइन। राइट। अनि मेरो स्टाफहरूलाई अथवा मेरो टिम मेम्बरहरूलाई के भन्छु भन्दाखेरि एटलिस्ट कसैले तिमीलाई मैले भन्दा 3 टाइम्स बढी स्यालेरी दिएन भने चाहिँ नजाऊ है, एटलिस्ट 3 टाइम्समा जाऊ। किनभने यहाँ तिमी यति सिक्न पाइरहेछौ, मैले यति केयर गरिरहेको छु, यति अपर्च्युनिटी छ, एक्सप्लोर गर्न पाइरहेको छु, एक्सपेरिमेन्ट गर्न पाइरहेको छु। अर्को ठाउँमा गइसकेपछि यु बी टोटली वर्क मात्रै हुनसक्छ। डबल अफर त यति धेरै आइरहेको हुन्छ मेरो स्टाफहरूलाई। मैले के भन्छ भने एटलिस्ट 3 टाइम्स भन्दा कममा गयो भने चाहिँ तिमीलाई नै घाटा लाग्छ है, त्यो चाहिँ म केही पनि भन्दैन। किनभने भ्यालु भनेको मनी मात्र हुँदैन, धेरै चिज हुन्छ, तिमी फर्दर कति परसम्म जाने सोचिरहेको छौ भनेर भन्छु कि। सो पिपुल स्टिक विथ मी, म उनीहरूलाई केयर गर्छु होइन। अनि अर्को पार्ट भनेको भ्यालु डेलिभर नै गर्ने हो जति सक्दो। म क्लाइन्टको बिजनेसलाई के हुन्छ भने आफ्नो बिजनेस जसरी ट्रिट गर्छु कि, क्लाइन्टको बिजनेस भनेकै आवर बिजनेस भनेर मैले रेस्पोन्डै आवर बिजनेस भन्छु, योर बिजनेस भन्दिनँ कहिले नि। सो उम्, आवर बिजनेस निड दिस, आवर बिजनेस निड दिस, वी आर हियर, दिज आर आवर कम्पिटिटर्स। सो इमिडिएटली म उसको टिम मेम्बर हुन्छु होइन। कतिपय क्लाइन्टलाई मलाई मलाई चाहिँ होइन, मैले सर्भिस दिइरहेको तर मलाई एज अ टिम मेम्बर उनीहरूको वेबसाइटमा फिचर गरिदिन्छन् कि। सो बी द्याट पर्सन, जहिले पनि आफ्नै छानेर गर्नु पर्यो अनि ओभर डेलिभर गर्नु पर्यो। राइट, राइट। मेन कुरा भनेको चाहिँ कुनै पनि एजेन्सी वा बिजनेस रन गर्नको लागि चाहिँ दुईटा कुरा, दुईटा टिम र दुईटा म्यान पावर चाहिँ ह्याप्पी हुनु पर्यो। एउटा भनेको उम्, तपाईँको इन्टरनल टिम मेम्बर्स ह्याप्पी हुनु पर्यो। उम्, किनकि इन्टरनल टिम मेम्बर्सहरू ह्याप्पी भयो भने उनीहरूले राम्रो क्वालिटी वर्क डेलिभर गर्न सक्ने भयो। त्यसपछि त्यो राम्रो क्वालिटी वर्क चाहिँ ह्याप्पी पिपलबाट डेलिभर भयो भने अटोमेटिकली क्लाइन्ट पनि ह्याप्पी हुने भयो। उम्, क्लाइन्ट उम्, र टिम ह्याप्पी हुने भयो, बिजनेस ओनर त अटोमेटिकली ह्याप्पी हुने भयो। सो मेन कुरा भनेको लिडरसिपमा चाहिँ तपाईँहरूले पिपललाई कसरी म्यानेज गर्नुहुन्छ होइन, त्यो कुरामा चाहिँ एकदम नै ख्याल गर्नुपर्ने हुन्छ। र रामबाबुले भनेको जसरी नै हामीले चाहिँ आफ्नो टिमहरूलाई चाहिँ जस्ट एन इम्प्लोइ भनेर चाहिँ हेर्नुहुन्न क्या। जुन चाहिँ अब नेपालमा पनि र धेरै ठाउँमा चाहिँ त्यो एउटा प्रब्लम छ। र त्यो कारणले पनि इम्प्लोइहरू धेरै समय स्टिक नहुनुको कारण पनि त्यही छ क्या। कतिपय टाइममा म यो कम्पनीमा राम्रै स्यालेरी पाइरहेको छु, बट स्टिल अफिसको पोलिटिक्स होइन, अफिसको लाइक इन्भाइरोमेन्टहरूले गरेर चाहिँ मैले त्यो अफिस है नचाहेर पनि छोड्नु परेको अवस्था पनि धेरै भेटेको छु क्या। धेरै मान्छेहरूले मलाई त्यसरी कम्प्लेन पनि गर्नु भइरहेको हुन्छ। सो मेन कुरा भनेको लिडरसिपमा तपाईँहरूले पिपल म्यानेजमेन्ट सिक्नुपर्ने हुन्छ। र त्यसमा चाहिँ एउटा ठुलो पिलर भनेको चाहिँ केयरिङको आउँछ। तपाईँले कतिको केयर गर्नुहुन्छ आफ्नो क्लाइन्टलाई, आफ्नो टिमलाई, आफ्नो बिजनेसलाई र आफूलाई पनि। है कतिपय टाइममा चाहिँ म सबै कुरा ज्यान फालेर अरूको लागि दिन्छु भनेर पनि त्यो वेमा सोच्न पनि अलिकति गलत हुन्छ। किनकि तपाईँ आफूले आफूलाई राम्रोसँग केयर गर्नु भएको छैन भने तपाईँले अरूलाई कसरी केयर गर्न सक्नुहुन्छ त होइन। सो लिडरसिपमा चाहिँ आई थिङ्क त्यो एउटा ठुलो ट्रेट हो। एन्ड त्योसँग अरू पनि धेरै कुराहरू आउँछ। बट यस, त्यो टिम, आफू र क्लाइन्ट, यो तिनवटा पिलरलाई तपाईँले खुसी बनाउनु भयो, राम्रो केयर गर्नुभयो, रामबाबुले भनेको जसरी नै गिभिङमा फोकस गर्नुभयो भने डेफिनेटली राम्रो पनि होइन, सक्सेसफुल र प्रोफिटेबल एजेन्सी चाहिँ बिल्ड गर्न सकिन्छ। अनि अ, अर्को चिज चाहिँ गिभर अ, हुँदाखेरि के हुन्छ भन्दाखेरि चाहिँ होइन, यु अलवेज फिल गुड के। राइट। आफूलाई चाहिँ त्यो एउटा चाहिँ राम्रो एकदम फिलिङ आउँछ कि जहिले पनि होइन। सो जति काम गरे पनि मनमा खुसी भएन भने त मजा आएन नि त। सो मजा आएन हुन्छ नि। पर्सनल गेन पनि हो, यु हेभ टु बी अ गिभर के जहिले ल पनि।
र एउटा पोइन्टमा चाहिँ के हुन्छ भने चाहिँ सुरुमा पैसा पकेटमा नहुने बेलामा चाहिँ होइन म पैसा 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 मात्र भनिन्छ होइन। त्यही भएर सबैजना नि एकचोटि मजाले पैसा कमाउनु पर्छ क्या सबैजनाले क्या किनकि पैसा कमाइसकेपछि बल्ल थाहा हुन्छ कि ए ह्याप्पिनेस पैसाबाट आउन्न है भनेर। होइन त। एकदमै सही हो। सबैजना त्यही भएर एकचोटि लाइफमा धनी हुनुपर्छ क्या होइन। रियल मिनिङ अफ ह्याप्पिनेस थाहा पाउनको लागि चाहिँ अहिलेको टाइममा अब लाइक जतिजना सक्सेसफुल पिपल तपाईँहरूले हेर्नुभयो भने पनि उहाँहरूसँग पैसा जति पनि हुन्छ क्या तर पैसाले ह्याप्पी बनाउँदैन क्या। त्यही भएर चाहिँ एकचोटि आफूले बुझ्नलाई कि पैसा भनेको चाहिँ रियल ह्याप्पिनेस पैसामा छैन, पैसा भनेको टुल मात्रै हो त्यो ह्याप्पिनेससम्म तपाईँलाई पुर्याउनको लागि चाहिँ। त्यही भएर चाहिँ ह्याप्पिनेसमा चाहिँ मेन कुरा भने गिभिङ नै हो रहेछ है। इन्टरनल सेटिस्फ्याक्सन भइसकेपछि चाहिँ त्यो भनेको एउटा डिफ्रेन्ट लेभल अफ ह्याप्पिनेस हो क्या होइन। हो र हो। हामी दुवैजना अब हामी दुवैजना कुरा गर्ने हो भने नि हामी दुवैजना धेरै जसो टाइम दिइरहेकै हुन्छौँ। त्यो भएर पनि एउटा ब्रान्ड बिल्ड भएको छ नि त। त्यो भएर अँ, पनि मान्छेहरूले हामीलाई ट्रस्ट गरिराख्नु भएको छ। त्यो भएर हाम्रो क्लाइन्टदेखि लिएर हाम्रो स्टुडेन्टहरूदेखि लिएर सबैले आफै अप्रोच गरिराख्नु भएको हुन्छ। र यसको पछाडिको ठुलो रिजन भनेको चाहिँ गिभिङ नै हो। धेरै जसो टाइममा दिन सिक्नुहोस् तर विदाउट एक्सपेक्टिङ एनिथिङ ब्याक होइन। उम्, हाम्रो नेपालीको बानी चाहिँ के छ भने चाहिँ म उसलाई केही दिइरहेको छु भने उसँग पछि मैले फ्युचरमा के लिन सक्छु त नि त्यो पनि हाम्रो ब्याक अफ द माइन्ड हुन्छ क्या। सो त्यो आइडियालाई ड्रप गर्नुहोस् होइन र दिन सिक्नुहोस् आफ्नो क्लाइन्टलाई पनि आफ्नो टिमलाई पनि आफूलाई पनि र टाइम टाइममा चाहिँ त्यो व्यक्तिहरूलाई र त्यो लिभिङ बिङहरूलाई पनि जसले तपाईँलाई केही पनि रिटर्नमा दिन सक्दैन। सो उम्। गिभिङमा फोकस गर्नुहोस् भन्छु। सो राइट। अरू अरू पार्टमा चाहिँ अब आज मैले आजको प्रेजेन्टेसन मेनली चाहिँ तपाईँहरूलाई माइन्डसेट सिकाउनको लागि थियो। फ्रिल्यान्सर भएर तपाईँले कसरी ग्रो गर्न सक्नुहुन्छ, एजेन्सी भएर कसरी ग्रो गर्न सक्नुहुन्छ भन्ने कुरा थियो। अब तपाईँलाई फेरि पनि स्किल सिक्नु भएको छैन भनेदेखि होइन, जसले स्किल सिक्नु भएको छैन, फ्रीमै धेरै रिसोर्सेस छ। सौगातको मास्टर क्लास छ फ्रीमै, इनरोल गर्नुहोस् आज होइन। मैले फ्रीमै एसइओ ट्रेनिङ दिएको छु, इनरोल गर्नुहोस्। त्यहाँबाट सिक्न सकिन्छ। प्लस पछि तपाईँलाई एक्स्ट्रा हेल्प चाहियो, म अझ ग्रो गर्छु, अझ सिरियसली लाग्छु, यो चाहिँ मेरै लागि हो जस्तो लाग्छ। पेड ट्रेनिङ छ, डिजिटल मार्केटिङमा उसले सिकाइरहेछ। एसइओ सिक्न चाहनुहुन्छ, मैले सिकाइरहेको छु। र तपाईँले के याद गर्नु भन्दाखेरि तपाईँहरूलाई एसइओ सिकाइरहँदाखेरि चाहिँ आई एम स्पेन्डिङ थाउजन्ड्स अफ डलर टु लर्न एसइओ। आज पनि म सिकिरहेको छु र मैले एसइओ सिकेको अर्कै लेभलमा छ क्या। र पछि पनि म त्यो चिजहरू सबै नेपालीलाई एक्सेसिबल नै बनाउने हो है। मलाई रमाइलो लाग्छ, सिकेको कुरा सिकाउन रमाइलो लाग्छ क्या। है ल, यति नै गरौँ। ल सौगात आजलाई ऱ्यापअप ल गरौँ है। रामबाबुला थ्याङ्क यू सो मच है थ्याङ्क यू सो है मच ल म र तिमीलाई थ्याङ्क अटेन्डिङ यू टाइम सबैजनालाई आइदिनु भयो, एकदमै खुसी लाग्यो, आम ह्याप्पी होइन।